कथा भन्ने कुरा सबै याद त सुन्नेलाई त हुँदैन। यो दुईवटा कुरा घटना आयो भने त्यही मात्र याद गर्ने, अरू त हुँदैन। अरू त सुन्ने अनि कान पवित्र गर्ने, यो कथा सुन्न पर्ने रहेछ भन्ने र शरीरलाई पवित्र गर्ने हो। याद त हुँदैन, पढेकाले त कस्तो याद गर्नुपर्छ, नपढेकाले त याद गर्नु भएन। त्यसो भएको हुनाले अब आज 8औं दिन पुराण भन्न लागेको 4थो दिन। आज 12 अध्यायसम्मको पाठ हिजोको अध्यायसम्म मानिसको जन्म कसरी हुन्छ भनेर गरुडले सोध्दा विष्णु भगवानले विस्तार गर्नुभयो। अनि मानिसको गृहस्थीमा हुने दुःखको वृत्तान्त बताउनुभयो। धेरैजसो मान्छेहरू गृहस्थीमा बढी दुःख हुन्छ, झन्झट हुन्छ, समस्या हुन्छ, सधैँभरि अभावै अभाव हुन्छ भनेर अध्ययन गर्दै जाँदा 25 वर्षकै उमेरमा सन्यास लिने गरेका कुराहरू बताइए। नराम्रा कर्म गर्ने मान्छे यस लोकमा नर्क गएर आउँछन् अनि आएर त्यही किसिमको तत्त्व चिन्ह भएर यो मर्त्यलोकमा देखा पर्छन् भन्ने कुराहरू पनि विगत अध्यायमा भनिसक्यो भने अब यस अध्यायमा सन्तानको महत्त्व कस्तो, छोराछोरीको महत्त्व कस्तो, अनि वास्तवमा क्रियाकर्म गर्न पर्ने कले भन्ने कुराको यो अध्यायमा व्याख्या दिएको छ। कि त आबाल ब्रह्मचारी भएर विवाह नै नगरेर सम्पत्ति नै नछोएर नोटै नछोएर सन्यास भन्न पर्ने हुन्छ। धर्मशास्त्रको बाटोमा गृहस्थीमा बसेपछि सन्तान भएन भने अर्को विवाह गरेर हुन्छ, अर्को विवाह गरेर हुन्छ, विधि गरेर हुन्छ, सन्तान उत्पादन गर्न पर्ने हुन्छ। कि त गृहस्थीमा नबस्नुपर्छ, गृहस्थीमा बसेपछि सन्तान चाहिन्छ। मानिस जन्मदा बित्तिकै महिलालाई पनि पुरुषलाई पनि 3 किसिमको ऋण लागेको हुन्छ। ऋण 3 किसिमको ऋण हुन्छ। हामीले घर बनाउँदा, छोरा बिहा गर्दा, जग्गा किन्दा लाग्ने ऋण भौतिक ऋण हो। आध्यात्मिक ऋण 3 प्रकारको हुन्छ। पितृ ऋण, देव ऋण, ऋषि ऋण। यो मानव भएर जन्मिँदा दिनै त्यो ऋण टाउका हो। त्यो ऋण तिर्नलाई, ऋषि ऋण तिर्नलाई पढ्नुपर्छ, चाहे महिला होस् चाहे पुरुष होस्। सके अरूलाई पनि ज्ञान दिन सक्ने क्षमताको पढ्ने, होइन भने आफूलाई काम चलाउ पढ्नुपर्छ। पढिएन भने ऋषि ऋणबाट कोही पनि मुक्त हुँदैन। ऋण नतिरेको मान्छे स्वर्ग जान पाउँदैन। यहाँ कोही साहुबाट ऋण लियो अनि पैसा तिर्न सकिएन, साहुले फोन गरेको रहेछ, कहिलेकाहीँ घर पनि आउँछ। घर आउने सङ्केत पायो भने दोहोरा ढोका राखिएको हुन्छ अनि दुलैलाई भन्ने साहु आयो भने छैनन् भनिदिनु भन्ने, अनि अर्का ढोका निस्केर भाग्यो। गरिन्छ, कोही कोही मान्छेहरू गर्छन्। भोलि तिमीलाई पछि तिमीलाई भन्छन्। त्यो अनुभव सबैले गर्नु छ होला। तर नर्क गइसकेपछि साहु पनि मरेर जाने हो, असै पनि मरेर जाने हो। साहुले उहाँ गएर तेरा घर पैसा माग्न जाँदा पछाडिको ढोका निस्केर भागेको थिइस् नि, यहाँ त बेटा अहिले मेरो पैसा भन्छ। त्यस कारणले मर्ने बेलामा, मैरासिताका बेलामा केही इच्छा छ, केही भन्न छ कि लिन दिन छ कि भनेर सोध्नु पर्ने। आफूले तिर्न नसके पनि छोरालाई आत्मा भई पुत्र जाए त हाम्रो वेदले भन्छ छोरो भनेको आधा अङ्ग हो बाबुआमाको। त्यस कारणले बाउले कर्म गर्न सकेन, पुरा गर्न सकेन भने छोराले गरिदिँदा त्यो पुरा हुन्छ। त्यही भएर ऋण छ भने, आउनु पर्ने छ भने, तिर्नु पर्ने छ भने बताइदिन पर्ने हुन्छ। र मात्रै यमलोकमा गएर साहुले पैसा माग्दैनन्। त्यस कारणले ऋण तिर्न पर्छ। यो व्यावहारिक ऋण हो, लौकिक ऋण। आध्यात्मिक ऋण, ऋषि ऋण तिर्नलाई सबैले पढ्नुपर्छ। मोबाइल हेरेर होइन, पढ्नुपर्छ। यहाँ अहिले विद्यार्थीहरूको चलन मोबाइल छन्। बुढाबुढी पाकाले त अरू पढ्ने काम छैन, एकछिन हेर्छन्। तर केटाकेटीलाई पढ्ने काम छ नि, त्यो बेला मोबाइल हेरिरहेछन्।
पर्ख पर्ख रोटी खान आऊ न भन्दाखेरि पर्ख पर्ख अहिले एकैछिन है एकछिन। अब यही भएर अहिलेको जेनेरेसनले संस्कार र संस्कृति छोडिसक्यो। मोबाइलले मान्छेलाई बर्बादै बनायो। तर केही विषयवस्तुका गुण पनि हुन्छ। मोबाइलले आज यहाँ घटना घट्यो बाग्लुङ थाहा हुन्छ, चितवन थाहा हुन्छ, थाहा हुन्छ। तर त्यसैमा निर्लिप्त हुने होइन। मोबाइल अहिले कस्तो भएको छ भने सबैलाई खुदो जस्तो भएको छ, बुझ्यो? सबैलाई बुढाले पनि तपाईँले त्यही किसिमको मोबाइल हेर्छन्। फाल्तु भयो भने बुढीले अब भान्सामा दुध तताउँदैछन्, दुध वासवास त उम्लेर बाहिर गयो, यता उ गरिराखेको छ है। अनि केटाकेटीको त कुरै नगरौँ, यो मोबाइल खुदो जस्तो भयो। खुदोमा माखु आए छेउमा बस्छ, गुलियो मान्छ। अति मिठो रहेछ भनेर अलि पर जाँदाखेरि चार्दै खुट्टा त्यहाँ रमलिन्छन् अनि माखु के हुन्छ, खतम हुन्छ, अन्जलिन्छ। बढी जे कुरामा पनि लिप्त भइयो भने विद्यार्थीको पढाइ छुट्छ। चाहिन्छ सबै चिज अनुभव गर्नुपर्छ। तर यो होइन कि 24 घन्टा त्यसैको खाना छोडेको छ, पढ्न छोडेको छ, स्कुल जान छोडेको छ, कसैले भनेको कहीँ राम्रा कुराहरू छन् भने सुनेको छैन, भित्र गएर मोबाइल हेरेको छ। यो भएपछि संस्कार र संस्कृति भुलिन्छ। तसर्थ ऐन मौकामा फाल्तु समय एकैछिन मोबाइल हेर्ने, टिभी हेर्ने, सबै गर्नुपर्छ। तर यो होइन कि मेरो त कामै त्यही हो भन्ने हो भने सत्यानाशै हुन्छ। भोलि बिहान पढेर ज्ञानी बनेर कत्रो इन्जिनियर बन्ने, डाक्टर बन्ने, पाइलट बन्ने, के बन्ने योजना छ। अहिले पढ्ने बेलाको समय मोबाइलमा खेर फालिदियो भने के हुन्छ त्यो आफै भोलि बिहान थाहा पाउनुपर्छ। त्यस कारणले सबैले पढ्नुपर्छ। ऋषि ऋण तिर्नलाई, देव ऋण तिर्नलाई घरमा यज्ञ यात्रा बाबुआमाको श्राद्ध गर्नुपर्छ र देव ऋण तिरिन्छ। कहिलेकाहीँ घरमा अग्नि उठाएर हवन गर्नुपर्ने कुनै जरुरी छैन। अरू केही भएन। छोरीको कन्यादान गर्दा आँगन पोलेर दिने, पार्टी प्लेसमा लगेर दिने हो। कन्यादान भन्ने पञ्चमहादान मध्येको कन्यादान हो। अनि पार्टी प्लेसमा लगेर बाख्रा मारेर दुनियाँभरि गरेर कन्यादान गरे कुनै फल मिल्दैन। कन्यादान गर्ने घरमा अग्नि साक्षी राखेर, गौ साक्षी राखेर, ब्राह्मण साक्षी राखेर पञ्चदानमा मध्येको कन्यादान उत्तम दान। यस्तै हो भन्नु यहाँ यत्रो फैला ठाउँमा बस्नु छ, यति भएपछि पूजाआजा हुन्छ। यो बाटा फेरि जति अटाउँछन् उतातिर टेन्ट लगाइदिएर भात पकाइदिनु भने सबै खाएर जान्छन्। त्यो पार्टी प्लेसमा लगेर एकैचोटि 2 लाख तिर्न परेको छ। वास्तव भन्ने वास्तव बुझ्ने मान्छेलाई है हामीले भन्ने कर्तव्य हो। गर्नेलाई तपाईँलाई रोक्न सक्दिनँ। फेरि तपाईँले गर्नु भएन भने सर्वोच्चमा गएर मुद्दा पनि हामीले हाल्दैन। अन्त बाटो देखाउने मान्छे यो गर्न हुँदैन भनेर भन्ने हो। तपाईँले गर्नु भएन भने फल्नालाई मैले सिकाएको थिएँ किन गरेन, यसलाई त मुद्दा दिन्छु। होइन, हाम्रो त्यो कर्तव्य होइन। बाटो देखाउने हो। बाटो हिँड्नुभयो तपाईँ कल्याण, हिँड्नु भएन तपाईँलाई जो काँडो बिच्छ, तपाईँले जो चिप्लामा लडेर खाल्टामा पर्नुहुन्छ। अनि ठुलो रकम घर गर्दा 50,000ले सबै उम्किन्छ भने तपाईँ पार्टी प्यालेसमा र त्यो रिसोर्ट के भन्छ त्यहाँ जानु भने 50,000को ठाउँमा 2 लाख रुपियाँ पहिला त्यहाँ तिर्नुपर्छ। अनि खाल्टाको पर तपाईँ आफै गर्नु नगर्नुहोस् भनेको होइन, बाटा बताएको छ। अब ऋषि ऋण तिर्न पढ्न पऱ्यो, देव ऋण तिर्न यज्ञ यागादि श्राद्धादि गर्न पऱ्यो, पितृ ऋण तिर्न छोरो जन्माउनु पऱ्यो, सन्तान जन्माउनु पऱ्यो। सन्तान जन्म आफूले गर्दै गरेको काम, आफूले पञ्चायत पूजा गरेको छ भने बा तलमाथि भए वर्ष दिनपछि फेरि बाले शङ्ख पुर्याउनु पऱ्यो, घन्टा पुर्याउनु पऱ्यो, मैले पनि गर्नुपर्छ, छोराले गर्छ। आफूले गरेको कर्म त्यता साइदियो। आफूले बाबुआमाको श्राद्ध गरियो अनि आफ्नो अन्त्य भयो, फेरि छोराले पनि गर्न पर्दो रहेछ भनेर गर्छ। र आफ्नो सनातन कर्मलाई थाम्ने भएको हुनाले र 84 लाख नरक मध्ये एउटा नरक छ पुम नाम गरिएको। पुम नाम गरेको नरकमा परेपछि मान्छे आउन सक्दैन। पुम नाम नरका त्रायते इति पुत्र भनेर गुरु पुराणले व्याख्या गरेको छ। पुम नाम गरिएको नरकबाट बाबुआमालाई बचाउने भएको हुनाले उसको नाम पुत्र भनेको। नरक 84 लाख छन्। त्योभन्दा डरलाग्दो पुम नाम नगरिएको नरक हो। त्यसमध्ये 21वटा छन् अन्धता मिश्र कुम्भी पाक रौरवादी गरिएका सबभन्दा डरलाग्दा 21वटा नरक छन्। सबै नरक 84 लाख। त्यसमध्ये पुम नाम गरिएको नरक चाहिँ
बाबुआमा परे भने उनीहरू कहिले पनि फर्केर आउँदैन। तिनलाई तार्न सक्ने क्षमता छोरासँग हुन्छ। त्यही कारणले छोराको नाम संस्कृतमा पुत्र भनेर भनियो, अनि छोरीलाई पुत्री भनेर भनियो। छोरीले पनि क्रिया गर्नुहुन्छ भन्ने कुरा हिजोको किसिममा भनिसकिया छ। तर त्यही किसिमको अनुसरण रहनु पर्यो। यस्ता 3 किसिमका ऋण, पुत्र ऋण, ऋषि ऋण तिर्न पढ्न पर्यो, देव ऋण तिर्न यज्ञ आगादि श्राद्ध गर्न पर्यो, पितृ ऋण तिर्न सन्तान जन्म। सन्तान भएनन् भने कहिलेकाहीँ कसैले ग्रहले पनि छेक्छ। सन्तान भएनन् भने 2 बिहा 3 बिहा 4 बिहा कुण्डलीको जन्म कुण्डलीमा कसैको दोस्रो बिहाको योग तेस्रो बिहाको योग छ भने त्यो विधि अपनाएर भए पनि गृहस्थीमा बसेपछि सन्तान जन्माउनु पर्ने हुन्छ। सन्तान यदि भएन भने पितृ ऋणबाट हामी मुक्त भइएन। ऋण नतिरेपछि स्वर्ग जान पाइएन। कि त गृहस्थीमा नबस्नुपर्छ। सानैले गृहस्थीमा नबसे उनीहरूलाई यो क्लज लाग्दैन। यसो भएर यो 7औं अध्यायमा पुत्रको महात्म्य उल्लेख गरेको छ। सन्तान जसरी पनि जन्माउनु पर्यो। सन्तान भएन भने ऋण तिरिएन। अरू सबै ऋण तिरियो, पितृ ऋण लाग्यो। पितृ ऋणबाट मुक्त नभएपछि स्वर्ग जान पाइएन। कि त गृहस्थीमा नबस्नु पर्यो। गृहस्थीमा बसेपछि अहिलेको धेरै जसो जेनेरेसनले सन्तान चाहिँदैन, हामी 2टा भयो भन्ने भएको छ। त्यो कतारमा भएको छ। त्यस्तो होइन कि गृहस्थीमा नबस्नुपर्छ। गृहस्थीमा बसेपछि सन्तान चाहिन्छ। ऋणबाट मुक्त हुनला कसैका छोराले सेवा गर्ला नगर्ला त्यो आफ्नो ठाउँ छ। ऊ छोरो कस्ता समयमा गर्भ रहनु गयो, कस्तो सङ्गत पायो, त्यो छोराले जान्ने कुरा हो, छोरीले जान्ने कुरा हो। तर गृहस्थीमा बसेपछि सन्तान चाहियो पितृ ऋणबाट मुक्त हुनको लागि। यदि ग्रहले छेकेको छ भने, पुत्र स्थानमा सूर्य बसेको छ भने हरिवंश नगरेसम्म छोरो हुँदैन। हरिवंश गर्नुपर्छ र मात्रै छोरो हुन्छ। अरू कुनै शनिको अनि मङ्गलको कतै दोष छ भने मङ्गल चौथी, शनिबार व्रत, पूर्णिमा व्रत यी आदि गरेर भए पनि सन्तान चाहिन्छ। सन्तान भएपछि हाम्रो आत्मा पनि सन्तुष्टि भयो। जसकाबाट हामीले जसको छोरी कन्यादान भनेर लिएर आइयो अनि त्यहाँका बाबुआमा पनि सन्तुष्ट हुन्छन्। छोरीले सन्तान जन्माइन भने किन होला, के गर्ने होला, हामीलाई त एउटा चिन्ता भयो। माइतका बाबुआमाले भने हुन्छन्। त्यस कारणले गृहस्थीमा सन्तान चाहिन्छ। सन्तान भएन भने स्वर्ग जान पाइँदैन। गृहस्थी बसेका मान्छेलाई योभन्दा फेरि सन्यासीहरूका छैनन् भन्नु होला। उनीहरूले त्यही बाटो अपनाए कि त हामीले पनि त्यही बाटो अपनाउन सके भए हामीलाई समस्या हुन्थेन। दुर्गतिका हिसाब र क्रिया गर्ने छोरा सकेसम्म छोरा। छोरो छैन, दुलै पनि छैन। नजिकको दाजुभाइ जो भन्छ नि, हामी त 13 दिने दाजुभाइ हो भनेर भन्छ नि। 13 दिने दाजुभाइ भनेको कस्तो हो भन्दा सपिण्डीभित्र पिण्ड जोड्दाखेरि चितवन बसिया दाजुभाइले पनि पिण्ड जोड्दा एउटै बुढामा आउँछ। बाग्लो बसिया दाजुभाइले पनि पिण्ड जोड्दा एउटै बुढामा आउँछ। रूपन्देही बसिया मान्छेले पनि पिण्ड जोड्दा एउटै बुढामा आउँछ भने तिनी सपिण्डीभित्रका हुन्। हो, यस्ताको कुनैलाई राखेर क्रिया गर्ने त्यो पनि छैन, दाजुभाइ पनि छैन भने अन्य गोत्रको मान्छे लिएर आएर भए पनि ढिकुरो उठाएपछि पिण्डदान चाहिन्छ। तेस्रो व्यक्ति ल्याएर भए पनि गर्न पर्छ। यदि गरिएन भने प्रेत हुन्छ। प्रेत भनेको बतास। अब यहाँ उहाँको आमा जानुभएको छ। अहिले भैमा उहाँले टेक्नु छैन। स्वर्ग जाने बाटो उहाँले अझ खोल्दै भ्याउनु भएको छैन। बतासको रूपमा यो केराको पातमा, आँपको पातमा, रुखका पातहरूमा, घरको अग्लो छतमा डन्डीसन्डी हुन्छ हो, त्यस्तोमा वायु रूपले रहनु भएको छ। जबसम्म बाटो खोलिन्न तबसम्मलाई यमराजका रूपले समाएर राखेका छन्। कतै भाग्छ कि भनेर 13 दिनको जब काम पूर्ण हुन्छ अब लहिड भनेर लिएर जाने हो। र 10 दिनभित्र ढिकुरो उठेन भने प्रेत भन्छ। नाडबली गर्नुपर्ने हुन्छ। नाडबली पनि गरेन, गर्नुपर्ने अवस्थाका लागि पञ्चक विधि भएन भने पनि जति श्राद्ध गरे पनि स्वर्ग गइँदैन।
पञ्चक परेको छ पञ्चविधि गर्नुपर्छ, नाडबली गर्नुपर्ने अवस्था हो भने नाडबली गर्नुपर्छ। त्यो अवस्था कस्तालाई भन्दा अकाल मृत्यु भयो, हस्पिटलको फलामको बेडमा मृत्यु भयो, दुर्घटनामा मृत्यु भयो, खोलाले बगायो, झुन्डिएर मर्यो, विष खाएर मर्यो, त्यो अकाल मृत्यु। अकाल मृत्युमा नाडबली नगरीसम्म प्रेतत्व भाव जाँदैन। प्रेतत्व भाव गएन भने स्वर्ग जान पाउँदैन, आफूले दान पुण्य गरे भए पनि। त्यसो भएर अरू सबै काम आफ्नो हातले गर्न सक्छ मानिसले, क्रियाकर्म गर्न सक्दैन। त्यही कारणले क्रियाकर्म यसै अवस्थामा क्रिया गर्ने छोराले भनेर विष्णु भगवानले भन्दा गरुडले प्रश्न गर्छन्, प्रभु कसैका छोरा हुँदैनन्, नभएको कसैले गर्ने क्रिया भन्दा विष्णु भगवानले एउटा दृष्टान्तको रूपमा व्यापार गर्ने बनिया जाति, सूर्य नाम गरेको बनिया जाति थियो। बनियाहरूको व्यापार मात्रै काम हुन्छ, खेती किसानी वस्तु भाउ पाल्ने हुँदैन। कुनै गाउँमा बस्थे, व्यापार ठुलो फस्टाएर गयो, तीन भाइ छोरा भए, दुलै पनि व्यापारमा, आफू पनि व्यापारमा, तीन भाइ छोरा पनि व्यापारमा लाग्यो। एवं कर्म केही दिनमा केही भयो भने कान्छो छोरो बित्यो, माइलो बित्यो, जेठो बित्यो। तीन भाइ वृद्ध भएको मान्छे जानुपर्ने, तलबाट बित्दाखेरि दुलाले त येन केन चित्त बुझाए व्यापार गर्न सुरु गरे, तर आमा चाहिँले चित्त बुझाउन सकिन, अत्यन्त दुःखी भयो। अनि के भने दुलासँग, यो घरमा भूत बसेको छ, मेरा छोरा सबै खाइदियो, त्यसो भएको हुनाले यो घर बेचौँ। यो भूत बसेको भन्नको कारण के हो भन्दाखेरि पहेँलो पात झर्ने, नयाँ पात पलाउने, वृद्ध भएको जाने, अरू फेरि बढ्दै जान पर्नेमा उल्टो गति भएको हुनाले यो घरमा भूत बसेको छ भनेर दुलै चाहिँले भनिन्। बनियाको दुलैले भनिन्, दुलासित अनुरोध गरिन्, अब यो घर बेचौँ, यो घरमा हाम्रो कल्याण हुँदैन। ती साना छोराहरू तीन भाइ वर्षैपछि गरेर गए, अन्तै काम भनेर भनिन्। दुलैको कुरा दुलाले माने। दुलैले भन्यो नमान्ने त यहाँ कोही पनि हुनुहुन्न होला, धेरै लोक मान्छे जो हुनुहुन्न, के भन्नु। अनि माने, उनले मानेर यो घर बेचे, बस्ने घर बेचे। बेचेर धेरै टाढा गए, धेरै टाढा, दाजुभाइ कोही पनि नभएका ठाउँमा गए। उदाहरणको लागि पश्चिम महाकालीका मान्छे पूर्व झापातिर गए, उदाहरण है, झापातिर गए। उहाँ गएर पनि व्यापार बनिया काम व्यापार गर्दै गर्दै गरे। घरमा दुलै व्यापार गर्थिन्, आफू साप्ताहिक बजारमा हिँड्थे, प्रशस्त पैसा कमाए। तर व्यापार गर्थे, उनको विचार के थियो भन्दाखेरि ईश्वर छ, यज्ञ यात्रा गर्नुपर्छ, बाबाको श्राद्ध गर्नुपर्छ, कहिले काहीँ दुखी गरिबलाई खुवाउनुपर्छ, जाडामा कपडा दिनुपर्छ, कोही भिक्षा माग्न आयो भिक्षा दिनुपर्छ, त्यो भावनाका थिए। मौकामा यज्ञ यात्रा घरमा गर्थे, सानो ठुलो आफ्नो सक्ने धार्मिक प्रवृत्तिका थिए। एवं कर्म दुलै भने अजम्बैको पनि थिएन। दुलै भने दुलैको काम सबै दुलाले गरे। क्रिया कर्म सम्पूर्ण पिण्डदान आदि। दुलै मरिन् भने, छोरा छैन भने दुलाले उद्देश्य श्राद्ध गर्नुपर्छ। दुलैको दुला मर्दा दुलैले गर्न पर्ने हुँदा दुलै मरिन् भने दुलाले श्राद्ध गरिदिनुपर्छ। छोरा छैन भने क्रिया आफूले सबै काम गरिदिनुपर्छ। त्यस्तै छोरा थिएनन्, दाजुभाइ कोही थिएनन्, दुलै मरिन्, दुलैको काम दुलाले गरे। सुदिया नामको बनिया जाति, जनै सनै लाउने जाति होइन। एवं कर्म अनि पछि बुढाको नि पालो आयो गए। बुढाको पालो आयो गए, अनि गाउँले जुटीहरू अनि घरमा ढोका लगाए। त्यसपछि दाह संस्कार जे जसरी गर्नु पर्थ्यो उनीहरूको परम्परा अनुसार दाह संस्कार गरे। क्रियापुत्री भए मलामी घाटा गएर त्यो घरमा क्रियापुत्रीलाई लिएर आउँछन् र कहाँ राख्ने, के गर्ने, कोरो बार्ने भन्छन्। क्रियापुत्री नभएपछि मलामीहरू आफ्नो आफ्नो घरमा उतैबाट गए। जुन घरबाट लास लगियो त्यो घरमा ढोका लागेको छ, यत्तिकै भयो। गरिदिने मान्छे कोही पनि छैन। अनि प्रेत भएको व्यक्तिले जो मरेर गयो उसको जीवात्मा त मर्दैन, उसले खोइ कसैले व्यवस्था गरेर ढिकुरो उठाइदिन्छ भन्ने आश गरेर बस्छ। ढिकुरो भनेको माटाको थियो, त्यसलाई पनि अलिकति यहाँ अलिकति अर्कै तरिकाको देखेँ। माटो दक्षिणपट्टि यसो ओह्रालो फर्काएर
एक हातको लम्बा वरिपरिबाट पानी खनाएको तल बग्ने यस्तो आकारको बनाउने भनेर यहाँ बताएको छ गुरुकुलमा। यहाँ अलि अर्कै तरिकाले बनाउँदो रहेछ। अब त्यो बनाएको बेला फुटाल्न मिल्दैन 10 दिन बाहेक। अब जे भनेको छ त्यसैले मान्नुपर्ने हुन्छ। यो कुरो कोही पनि भएन, दाजुभाइ पनि छैन, दाजुभाइ टाढा छ, दाजुभाइलाई फोन कसैले गरिदिएन, कोही क्रिया गर्ने मान्छे नै भएन। उसको बित्यो 5-7 वर्ष बित्यो, प्रेत भएर बित्यो, प्रेत भएर। उसले जीवनमा जलदान गरेको छ, फलदान गरेको छ, कपडा दान गरेको छ, अनाज दान गरेको छ, उसको वैदिक खातामा सबै छ। तर बाटो खोलिदिने मान्छे भएन, छोरा भएन। यो घरभित्र सबै खानेकुरा छ, साँचो खोलिदिने मान्छे भएन भने त त्यहीँ सडेर जाने हो, खान त पाइन्न नि। त्यही हालत तँ पनि होला भयो। स्वर्गमा सबै कुरा राखेको छ, दान गर्दा क्रियाकर्मबाट मुक्ति भएन, अनि जान पाएन, प्रेत भएर। एवं कर्म 5-7 वर्ष बित्यो। उसले फलदान गरेको छ, जङ्गलमा तमाम फल फल्छन्, जामुना आदिहरू पाकेका खान जान्छु भनेर जान्छ, वायुहरू बोकेर बतास लागेपछि पाकेको फल त चुट्ट झर्छ भुइँमा झर्छ, भुइँमा टेक्ने उसको अधिकार छैन, आकाशमा मात्रै घुम्ने हो। स्वर्ग जाने बाटो खोलिदिने मान्छे भएन। पानी खान जान्छु भन्छ, भुइँमा टेक्ने उसको अधिकार छैन, भुइँको पानी खाने कुरा भएन। आकाशबाट पानी आउँछ, अनि कहीँ पिँडालुको पातमा, कमलका पातमा अडिन्छ नि पानी, यस्तो त्यहाँ पानी खान जान्छु, त्यो माथिको पानी, आकाशको पानी भएन के। खान जान्छु भनेर भन्दा बतास गएर पात अलिन्छ, पानी बगेर जान्छ, अनि पानी खान पनि पाउँदैन। कपडा दान गरेको छ, कपडा लाउने कुरा पनि भने नाङ्गै बर्बाद भयो। 5-7 वर्ष बिते। एक दिनको कुरा हो, बब्रुवाहन नामका राजा थिए। राजाहरू क्षेत्रीय वंशका हुन्छन्, उनीहरू शिकार खेल्न अलिकति शौकिन हुन्छन्। एक दिन आफ्ना सैन्यहरू लिएर शिकार खेल्न भनेर गए। शिकार खेल्न जाँदा कुकुर हामीले पाल्छौँ नि, कुकुरसँग सुँघ्ने शक्ति बढी हुन्छ। सुँघेर यसले चोरेको छ, चोरेको बाटो हिँडेछ भने पत्ता लगाउँछ। कुकुरसँग त्यति क्षमता हुन्छ। तपाईँको विचारमा तपाईँ पाउनु भनेर आउनु, तर तपाईँको विचारमा राम्रो कुरा छैन, ऊ धनी मानिस पाउनु भयो त म जान्छु, तर त्यहाँ केही विध्वंस गरेर आउने हो भन्ने कुरा तपाईँले मनमा राखेर आउनुभएको छ। कसैको पाउनु बन्न भने कुकुरले थाहा पाउँछ, पाल्या कुकुरले थाहा पाउँछ। तपाईँले भित्र पस्दैन, कुकुरसँग त्यति क्षमता हुन्छ। त्यो जानेका राजाले कुकुरका घाँटीमा घन्टी बाँधेर जङ्गलका मृगहरू, हरिणहरू पत्ता लगाउनु, कुन बाटो हिँडेछ सुँगेर पत्ता लगाउँछ भनेर कुकुरलाई लिएर गए राजाले। सेनाहरू पनि तमाम गए। अनि कुकुरले घन्टी बजाउँदै अघि अघि हिँड्यो, यही बाटो गएको छ भन्ने उसले सुँगेर थाहा पायो। राजा पछि गए। अलि पर घनघोर जङ्गलमा मृग बसिया रहेछ। मृगले असाध्यै राम्रो त्यो घन्टीको आवाज सुन्यो भने म मर्छु भन्दैन। कुकुरका घन्टी बजायो, यो बिहान हामीले पूजा गर्छौँ नि घन्टी बजाउँदा, हौ त्यो घन्टीको किल्लिङ किल्लिङ गरेर आवाज सुन्यो भने उसले म मर्छु भन्दैन, मलाई कसैले दुश्मनले हान्छ भन्ने हुँदैन, मस्त परेर सुन्छ। त्यस्तो मनपर्छ। बत्तीमा पुतली आउँछ नि, यो बिजुलीमा त होइन, अर्को के तेलको मट्टीतेलको बत्तीमा पुतली आएर त्यो राम्रो देखेर त्यहाँ जान्छ, आफ्नो जिउै होमिया हुन्छ। बल्छीमा गँडेउलो खानको लागि माछोले आफ्नो जीवन होमिया हुन्छ। त्यस्तै मृगले त्यो घन्टीको आवाज सुनेर मृग टक्क उभियो। राजाले देखे मृग यही बाटो हिँडेको छ भने कुकुरले सुसु गरेर पत्ता लगाएर राजालाई पछि लिएर गएको थियो। अनि राजाले बाण हाने। सेना अलि परै छन्, बाण हानेपछि अब त्यो मृग ढल्छ भन्ने मानेर कुरेर बसे। मृग त त्यो शरीरमा बाण चुब्यो, गड्यो, रगतका थोपा झर्दै गरे। मृग दौड्यो, भाग्यो, सोधै भाग्दै गयो। अब यो बाण लागेको मृग कहीँ न कहीँ ढल्छ भन ठानेर राजा पछि लाए। कुकुरले शिकार भेटाइदियो, फर्केर अरू जमातमा गयो। अनि राजा मृगपछि गए। मृगपछि जाँदा सोझो बाटो हिँड्दै त राजा पछि गए। अलि धेरै पर पुगेपछि मृग चाहिँ दाहिने बाहिँतिर चुस्स घुम्यो, मृग ढलेन। अनि साँझ पऱ्यो, राजा अलबल्ल परे। अब कहाँ जाने? मृग पनि भाग्यो, पछाडि हेर्दा कुकुर छैन, सेना कहाँ रहे? धेरै टाढा जङ्गलमा पुग्यो। अनि बर्बाद भयो, साँझ पऱ्यो, अब के गर्ने भनेर
अनि यताउता सोध्दै जाँदाखेरि प्यास लाग्यो, भोक लाग्यो, बर्बाद भयो। अलि एक ठाउँमा तलब देखेँ, कमलका फुलहरू फुलेका, त्यहाँ तलब गएर पानी उगाएँ, पानी खाएँ। अनि थकै लाग्यो, सधैँ ऐस आराम गरेका अलिकति राम्रो मिठो मसिनो पदार्थ खाएर बसेका राजा आज जङ्गलमा दौड्दा हैरान भयो। पानी खाइसकेपछि पोखरीको किनारमा, त्यो तलाउको किनारमा ठुलो बरको रुख रहेछ। बरको रुखमा यसो आडेस लाएँ। अनि मनमा चिन्ता आयो, अहिलेसम्म त कसैले केही गरेन, राति बाघ आउला, भालु आउला, खाला, बर्बाद भयो, सेना कता गए, बाल्यो, मृग भएन, उपलब्धि भएन। उपलब्धि भयो भने मान्छेलाई डर लाग्दैन। तपाईँहरूले अनुभव गर्नु छ कि छैन? आँप पाक्यो छ, बाटा हिँड्दै गर्नु खुब पाक्यो आँप देख्नु, ढुङ्गो उठाएर हान्नु हो, झटार उठाएर हान्नु हो। आँप झऱ्यो भने तपाईँको यो हात दुख्दैन, आँप झरेन त ढुङ्गो अलगतिर गयो भने हात दुख्छ, ढुङ्गो फाल्यो। उपलब्धि पाएपछि दुखेको कुरा थाहा पाइन्न। त्यस्तै जस्तो राजाको मृग पनि भएन, साथी पनि भएन। बरको छेउमा यसो आडेस लाएर बसेका थिए। दिनभरिका दौडेका थाकेका, अलि थकै लाग्यो। राजालाई तन्द्रा लाग्यो, तन्द्रा। यसै बसी बसी निदाउने मान्छेलाई झुल्यो भन्छन्। झुल झुल के भन्छ? बसी बसी यो निद कहिले आउँछन् कि कथा सुन्दा आउँछ, अहिलेपछि आउन्न। गीत सुन्दा, भजन गाउँदा निदाउँदैन, कथा सुन्दाखेरि निदाउँछ। अनि राजा यति बसेपछि बरको फेलमा यसो आड लगाएका छन्। आँखा लाए, आँखा लागेको छ। बिस्तरा लगाएर, सिरक ओढेर, कम्बल ओढेर आनन्दले सुत्नेलाई निद्रा भनिन्छ। अनि यतिकै बसेर गर्नेलाई झुल, तन्द्रा भन्छ संस्कृतमा, तन्द्रा, तन्द्रा लाग्यो। अनि यतिकैमा आँखा यसो लागेका थिए, कान त टाढै थिए, कताबाट बाघ आउँछ, भालु आउँछ, केले खान्छ भन्ने डर थियो। यत्तिकैमा त पहाडबाट ठुलो पहिरो झरी जस्तो आवाज, ठुलो रुख पल्टिँदाखेरि डडम्म गर्छ त्यस्तो आवाज। अनि बाँसका बाँस भारीमा बतास लगायो भने कराङ र कुरुम गर्छ नि, बाँस लडेर, त्यस्तो आवाज आयो। अनि राजालाई अझ डर लाग्यो। यसपछि राजा क्षत्रियको छोरा भए पनि विद्वानहरूको सङ्गत गर्थे, साधु सङ्गत गर्थे। कहिलेकाहीँ अप्ठ्यारो पर्यो भने यो मन्त्र जप्ने हो भने तिम्रो कल्याण हुन्छ भनेर गुरुले सिकाएका थिए। त्यही मन्त्र अनुसार तलाउबाट हाता पानी उठाएर त्यो मन्त्र पढेर फु गरेर त्यो जललाई अभिमन्त्रित गरेर यो के को आवाज हो, के हो भनेर सर छर्किदिए। पानीको घेराभित्र त्यो प्रेत आएन। पानीको घेरादेखि बाहिर जहाँ यो जग्गी गरेर पानी घुमाउने मान्छे घुम्ने गर्छ नि, हो त्यस्तै घेरा हालेका थिए राजाले। त्यो घेराभित्र ऊ आएन। अनि त्यो आवाज गर्ने वस्तु चाहिँ त्यहाँ आयो। त्यो जुन क्रियाकर्म नभएको बनियाको रूप थियो, प्रेत भएको थियो। कस्तो रूप थियो भनिन्छ भने तपाईँ हाम्रा शरीरमा 360वटा हाडका टुक्रा छन्। त्यसलाई नसाले अल्झाएर, अहिले हजारौँ नसा छ, अल्झाएर अनि त्यो खाल्टाखुल्टीमा मासु भरिएर अनि त्यो सबैलाई छालाले मोडेर अनि हाम्रा खुट्टाले हिँड्ने, हातले कर्म गर्ने भएको छ। मरेका मान्छेको त जलाइयो, त्यो सम्पूर्ण कुरा मासु त गयो। अब हाडै हाडको मान्छे, आँखा पुवाले यति ठुला, नाकका पुवा ठुला, मुख आँगालेको। अनि तपाईँ हाम्रो यो शरीरमा यो औँलामा यहाँ दुईवटा छ, यहाँ दुईवटा छ, यहाँ दुईवटा, 3 ठाउँ अरू भाँचिन्छ नि, यस्तै भाँचिने ठाउँमा धेरै किसिमका हाड छन्। त्यसैले गर्दा 360वटा हाडबाट मानव शरीर बन्छ। हाडै हाडको मान्छे जसलाई कङ्काल भनिन्छ, कङ्काल। हाडै हाडले हात जोडेर प्रभु आज मेरो भाग्योदय भयो, तपाईँसित भेट हुन पाएँ, म प्रेत भएर बसेको छु, मलाई तार्नुहोस् भनेर त्यो हड्डीले भन्यो। राजालाई अझ डर लाग्यो। त्यस्तो कहिले नदेखेको रूप, अब यसले खाने हो कि के हो, उता डर छ। अनि त्यही पनि कुरा त गर्नु पर्यो भन्दा किन त प्रेत भइस्, के कारणले भन्दा त्यो बनियाको प्रेत रूपले पुरानो पहिलाको घरदेखिको इतिहास सबै बतायो। अर्का ठाउँ गइयो, धुलैभरि, धुलै काम मैले गरेँ,
म मरेपछि मेरो क्रिया गरिदिने मान्छे कोही भएन, दाजुभाइ पनि थिएन, कोही पनि थिएन, त्यो जमानामा फोनको अवस्था पनि थिएन। म प्रेत भएँ, मलाई तार्न पर्यो प्रभु भनेर हात जोडेँ। यसरी हात जोडिसकेपछि अरूको सम्पत्तिले तारेर म तर्दिनँ। मेरै सम्पत्ति छ, मेरो घर फल्ला ठाउँ, उसले बताइदियो ठेगाना, मेरो घर फल्ला ठाउँ हो, घरको पश्चिमपट्टि आँपको बगैँचा छ, बगैँचाभित्रमा अघि एकचोटि चोरको बिगबिगी भएर उतिखेर सुनका पैसा हुन्थ्यो, 68 जना भनिन्थ्यो, ती पैसालाई गाग्रीमा राखेर बगैँचाभित्र खाल्डो खनेर मैले गाडेको छु। ती पैसा उत्खनन गरेर निकालेर त्यो पैसाबाट पहिला त नारायणबली गरिदिनु पर्यो, अनि कुनै ब्राह्मणको छोरो खोजेर क्रिया बसाल्न पर्यो, अनि पण्डित खोजेर क्रिया गराउनु पर्यो, अनि पुराण बनाउनु पर्यो, भागवत लगाउनु पर्यो, वेद लगाउनु पर्यो, र मलाई तार्न पर्यो प्रभु। राजा पनि 5 वटा बाबुमध्येको एउटा बाबु हो, ल मलाई तार्न पर्यो भनेर उसले अनुनय विनय गर्यो, सम्पत्ति पनि बताइदियो। रातभरि त्यहाँ 2 जनाको संवाद हुँदा हुँदै रात बित्यो। अब अलिअलि उज्यालो पूर्वतिर डोरो पर्न थाल्यो। मानव जातिको दिन दानवको रात हो। रातिमा साथी चाहिन्छ, लाइट चाहिन्छ हिँड्दाखेरि भन्ने कारणै यिनीहरू कहिलेकाहीँ कुनै ठाउँमा भूत प्रेतको वास हुन्छ। भूत भने पनि त्यही हो, प्रेत भने पनि। यो संसारमा बक्सी भन्ने कति छैन, छ भने त्यही उद्धार नभएका प्रेतहरू वायु रूप भएर बसेका छन्। तिनै जब तपाईँको मन डराउँछ भने यही बाटा दिनदिनै हिँडिराख्नु भएको छ, कसैको घर अगाडि डोको घोप्ट्याएको छ, तपाईँको के आउँछ कि भन्ने मनमा डर लाग्यो भने त्यो डोको उभिएकोलाई यो त भूत बसेको छ भन्ने तपाईँको मनले त्यसो भन्छ। अनि त्यो ठुलो उभिन्छ, त्यो डोको तपाईँको मनले उभ्याएको, आफै उभिन्छ, ठुलो हुन्छ, दौरा सुरुवाल लाउँछ, फेटा गुज्छ, त्यहाँ तपाईँको अगाडि हिँड्छ। तपाईँको मन डरायो भने हिँड्छ डोको, होइन भने हिँड्दैन। जसको मन डर अलिक कातर छ उसलाई डोकाले पनि डराउनु दिन्छ। एकजना मान्छे बाटो हिँड्दै गरेछ नि, साल ढालेको ठुलो रहेछ, यहाँ त के बसेको रहेछ भने उनको आत्मा डरायो। अनि त अलि बेरमा हेर्दै जाँदा खुट्टा टक्क रोकेर उभिए, उसले दौरा लगायो, सुरुवाल लगायो, फेटा बाँध्यो, त्यहाँबाट उसैको नजिक अगाडि हिँड्न थाल्यो। फर्केर आए, घर आए, बेलुकी बस्यो, मलाई कस्तो उठ्दै खाएन भने भोलि बिहान गएर हेर्दा त्यहाँ त साल ढालेको फेन हुन्छ नि, फेन हो त्यो फेन थियो। त्यसो भएर जसको मन कमलो छ, जसको मन कातर छ, त्यसलाई डोकाले पनि डराउदिन्छ। राजा त्यस्तै भएका थिए। अनि सम्पूर्ण कुरा राक्षसले अथवा प्रेतले बताइसकेपछि यताबाट सेनाहरू आए, राजा खोज्दै आए, राजालाई लिएर गए। राजाको दिमागमा त्यो रह्यो, रातभरि आज मैले सपना देखेँ, त्यस्तासित अझ उनीहरूसित भनेको छैन, मनमा तर्कना आयो। अनि उनले एउटा कुरा के सम्झेका थिए भने बगैँचाभित्र पैसा छ, त्यही पैसा निकालेर मेरो क्रियाकर्म गरिदेऊ भन्ने सम्झेका थिए। घर गए, फ्रेस भए, खानपान गरे, त्यसपछि कर्मचारी खटाएर त्यहाँ गएर खनाइ गर्दा पैसा भेटियो। लिएर जाने केही पनि होइन, हामी मरेर जाने बेलामा, मैरा सुताएको बेलामा ऐपछि पारेको मुठी, प्राण जाने बेला मुठी खोलेर तनक्क औँला तानेर अनि खुट्टा तानेर जाने, केही पनि लाने। गाडी घोडा सम्पत्ति औँठी सुना चाँदी लालपट्टा पासबुक चेकबुक जे छ सबै जाने हो, लाने केही पनि होइन। त्यत्रो दान पुण्य गरेको बनियाले, त्यत्रो कर्महरूको बनिया प्रेत भएर बस्नु पर्यो, क्रियाको दिने मान्छे नभएको कारणले। त्यसो भएर अनि राजाले सबभन्दा पहिले त्यही पैसा मार्फत नारायणबली गराइदिनु। नारायणबली अलिक खर्चिलो हुन्छ। नारायणबली 11 दिनका दिन गर्नुपर्ने हुन्छ, गर्नुपर्ने भए यदि 11 दिनमा नभएर पछि गर्नु पर्यो भने घरमा गर्न पाइँदैन, नदी किनारमा जानुपर्ने हुन्छ। नारायणबली गरायो। यसपछि त्यही अनुरूप ब्राह्मण खोजे, क्रिया गर्ने, क्रिया पुराण पढ्ने, भागवत पढ्ने, वेद पढ्ने, हवन गर्ने सारा खोजेर बब्रुवाहन नाम गरेका राजाले सुदेह नामको बनियालाई तारे। त्यसो भएर 10 दिनभित्र क्रिया भएन भने मान्छे प्रेत बन्छ। प्रेतले सबभन्दा पहिले दाजुभाइलाई दुःख दिन्छ। दाजुभाइ प्रेतले कसरी दुःख दिन्छ भनेर बुझ्नु।
एकजना गाउँमा कसैको भैँसी भएको छ, 15-20 दिन भएको छ, मस्तै दुध दिन्छ। दुला चाहिँ घाँस दिएर कहीँ मिटीमा गएका थिए, घर दुलै मात्रै थिइन्। अनि यो घर पसे त चिया पानी मोही खान पाइन्छ भने कुनै मान्छे बटुवा त्यहाँ पसे। उनी आस्तिक मान्छे थिए, यसो टिका लगाएर हिँड्ने आस्तिक धार्मिक मान्छे रहेछन्। त्यही कसैको तरिनी तारिनी नभएको प्रेतको बतास चल्दै गर्दा बाटा हिँड्दा उनका शरीरमा त्यो बतास लाग्यो। उनी धार्मिक भएको हुँदा, मन्त्र जप्ने हुँदा, तिलक भएको हुँदाखेरि उनले केही गर्न सकेन। उनको शरीरमा टाँसिएपछि मैले कतै उद्धार पाउँछु भनेर गयो बतास। त्यो घरभित्र पस्दा बित्तिकै घरमा पस्नुभन्दा पहिले गोठ रहेछ, गोठमा भैँसी हेर्दै गए। भैँसी राम्रो रहेछ, उनलाई बडा राम्रो भैँसी रहेछ भन्ने लाग्यो। त्यसपछि घर गएर ती महिलाले पानी सानी मोही चिया के सुरुङ खाए। भैँसी कहिले ब्याएको, कति दिन्छ भनेर तिनले त्यो आवाज निकाल्दा बित्तिकै त्यो वायुले भैँसीमा गएर बस्यो, बतास भैँसीमा गएर बस्यो। अनि 4 बजीतिर दुला मिटिङबाट फर्केर आएर बाल्टी लिएर जाँदा त भैँसी त दिएन। 15 दिन भएको थियो, भैँसी लिएर पाडो बस्यो। अनि बुढा रन्केर के भयो, तँ आथ्यो यहाँ दिउँसो भनेर दुलैलाई हपार्न थाल्यो। हपार्न थाल्दाखेरि अब मान्छे अलिक सज्जन मान्छे आएको थियो। दुलैले यो बोक्सो छ भन्न सकिन्न, बोक्सो भनेर बुझिन्छ नि हामीले भाषामा। अलिक सज्जन मान्छे, उदाहरण है, मेयर होला, वडाध्यक्ष होला, कुनै ठुलो विद्वान होला आएको है। त्यस्तालाई त्यस्तो नराम्रो कल्पना त कसैले पनि गर्दैन। दुलैले होइन कोही पनि आएन, कोही पनि आएन भन्ने ढाँटे। होइन भन् तँ ढाँटिस्, को आएको थियो भन्। अब फर्काएपछि त भन्नै पऱ्यो। होइन अरू त होइन, वडाध्यक्ष आउनुभयो। अनि बुढालाई के लाग्यो भने ओहो यो मान्छे सज्जन भनेर सबैले भोट दिएर जिताएको, यो त बोक्सो रहेछ। ल बुढाले त उसलाई त बोक्सो बनाइदियो। झारफुक गरेर जान्छ नि, बोक्सी होइन प्रेत हो। अनि यति चामल निकाले, दौरामा केही कागजमा राखे, अनि भैँसीसँग गए, भैँसीको कानसँग चामल त्यसो गराए। तपाईँलाई बिसन्च भने हातले चामल छुनुपर्छ, भैँसी वस्तुलाई बिसन्च भयो भने कानले चामल छुनुपर्छ। अनि त्यो पल्तिर धामी कहाँ गएर हल्लाउनु, लौ लौ है टाउको हल्लाए, लौ वायु लागेको छ। वायु भनेको प्रेत हो, के गर्ने, यो धलो उठा बेसार पानी यसो उसो गरेर खाँदै त्यही भन्नु पठाए। हल्ले नि मान्छेले जे भने त्यही अनुसार कर्म गरे। त्यो धलो फाल्दा बित्तिकै पाडा बसे। अब प्रेतले यसरी दुःख दिन्छ। त्यो के भन्दा मलाई गुहार माग्नु। पहिला त दाजुभाइका बन्धु बान्धव सपिट्ने भित्रकालाई समाउँछ। उनीहरूले वास्ता गरेन, कता घाटा भएको छ थाहै पाएनन्। कतै पितृ बोलाउने, कतै चिना हेराउने, पितृ दोष छ कि भन्ने त्यो कुरातिर जाँदै गएनन्। मैले व्यापार गरेर घाटा भयो भने, खेती गर्छु राम्रो हुँदैन भने, दुनु भैँसी किनेर ल्यायो फेरि राम्रो लाग्दैन, उयोको त्यो दुध खाऊ, के भयो छ मेरो त भने उपकारतिर लाग्यो। त्यो पितृ असन्तोष भयो भने यो हुन्छ। यसरी प्रेतले यसरी दुःख दिन्छ। अब दाजुभाइले कसरी गरेन, उनी एकदम निछम्मीमा पुगे, वास्ता गरेनन् भने गाउँको अर्को मान्छेलाई अनि ऊ त हात्तिन्छ, ऊ गएर हेराउन थाल्छ, फल्नाका पितृले तँलाई दखल दिएका छन्, उद्धार गर्न भनेर पितृ बोलाउने तल्लो वर्गका महिलाहरूले भनिदिन्छ। पितृ बोलाउनेले यो मान्छे मरेको हो उसकै ट्युनमा बोल्छन्। तपाईँहरू सोध्न जानुभएको छ कि छैन? ट्युन भनेको आवाज के, मेरो आवाज म बोल्छु, मेरो आवाज फरक छ, उहाँको आवाज फरक छ, उहाँको आवाज फरक छ, सबैको आवाज एउटा हुँदैन, ट्युन फरक हुन्छ। त्यस अनुसार प्रेतले यसरी दुःख दिन्छ। त्यसो भएर प्रेतलाई अनिवार्य पितृपङ्क्तिमा पुर्याउनलाई यो गृहस्थीमा बसेपछि क्रिया गरिदिने मान्छे अनिवार्य चाहिन्छ। कसैको केही पनि छैन भने, सबै काम छोरा पनि छैन, दुलै पनि छैन, गृहस्थीमा बसेको छ भने सबै काम आफै गर्न सकिन्छ। केही 10 दिनको पिण्ड दिन सकिन्छ। दान पुण्य, वृषोत्सर्ग, शय्या दान, 10 दान, महादान सबै आफ्नो हातले गर्न सकिन्छ, अर्को मान्छे छैन भने।
वृषोत्सर्ग पनि गर्न सकिन्छ, तर त्यही 10 दिनका पिण्ड दिन आफ्नो हातले मिल्दैन। किन भन्दा मरेका मान्छेलाई 10 दिनका पिण्ड दिने, जिउँदालाई दिन मिल्दैन। 3 किसिमको श्राद्ध नभएसम्म पेट पितृपङ्क्तिमा पुग्दैन। घाटा जाँदाखेरि 6वटा पिण्ड, 10 दिनसम्म 10वटा, 6, 10, 16वटा पिण्ड। मलिन षोडशी भाउ 11 दिनका दिन मध्यम षोडशी गरिन्छ, 16वटा पिण्डको 32वटा पिण्ड भयो। अनि फेरि त्यही 11 दिनका दिन उत्तम षोडशी गरिन्छ, 16वटा पिण्डको 16, त्यहाँ 48वटा पिण्ड भएनन् भने जलाएर खरानी बनाएको रूप फेरि पितृपङ्क्तिमा जान सक्दैन। त्यही कारणले 3टा षोडशी गरेपछि मात्रै नारायण बोली अनि गर्नुपर्ने छ, तँ पनि गर्नुपर्छ। तँ नगरे पनि हजारौँ दान गरे पनि उनीहरू स्वर्ग जाँदैनन्, नारायण बाटै छेकिएको हुन्छ। यसरी 3टा षोडशी गरेपछि मात्रै हामीले बिदा गरेका व्यक्ति प्रेतत्वबाट मुक्ति भएर पितृपङ्क्तिमा 12औं दिनका दिन सपिण्डी गर्दाखेरि वेद मन्त्रले सपिण्डी गरिन्छ। जो वेद मन्त्रले अनि उनीहरूका साथमा पठाइदिन्छ। यसपछि वार्षिक रूपमा कर्म गर्ने हो। त्यसो भएर प्रेतत्व निवारण गर्नलाई क्रियाकर्म दान प्रदान धेरै गरेर पितृ तर्दैनन्। दान प्रदान त आफ्नो हैसियत अनुसार गर्ने हो। तिलाञ्जली र पिण्डदान पद्धति अनुसार बेलले बताएको अनुसार गरेका सबै मुक्त भएका छन्। यो अहिले तल्लो वर्गमा पितृ बोल्ने भन्ने आएको छ नि, यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। जब धर्म दुब्लाउँछ, मान्छेले धर्म कर्म गर्न छोड्छन्, संस्कार संस्कृति गर्न छोडे, न्वारानका दिन भात खुवाइ गरिदेऊ भन्न थाले, 6 महिना पनि भातै गर्नुपर्ने। तर न्वारानका दिन हाम्रो त चलन छैन, चलन गरेर हुने हो र यो त संस्कार हो, संस्कार थाम्न पर्ने हो। न्वारानका दिन भात खुवाइ गर्ने अनि व्रतबन्ध र बिहा एकैचोटि 26 वर्ष 30 वर्ष गर्ने। 8 वर्ष लागेको जनैको महत्त्व बाहुनले बुझ्या हुन्छ, तर 32 वर्ष लागेको जनेको महत्त्व बनियान र जनै एकै मान्छ। अनि बुझ्ने मौकै पाउँदैन। यही भएर संस्कार र संस्कृति जब लोप हुन्छ, धर्म फिल्टिन्छ, धर्म दुब्लाउँछ। यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। यो आर्यावर्त अन्तर्गतमा धर्मको जब विलुप्ति हुन्छ, त्यो बेलामा म कुनै न कुनै कुलमा, कुनै न कुनै वंशमा महिलाको रूपबाट म उत्पत्ति भएर त्यहाँ मैले धर्म स्थापन गर्नेछु, अधर्मीहरूलाई दमन गर्नेछु भनेर कृष्णचन्द्र परमात्माको महावाक्य। त्यही अनुसार अहिले शास्त्रमा गएको कुरा प्रत्यक्ष भए तल्लो वर्गका महिलाहरू पितृ बोलाउँछ। ब्राह्मण क्षेत्रीकाले बोलाएको छैनन्, तल्लो वर्गका महिलाहरू पितृ बोलाउँछ। भगवान्को वचन अन्यथा छैन। यसरी छोराले गरेको काम प्रत्यक्ष बाबुआमाले पाउँछन्। अब सूर्य नामको बनियाले राजा मार्फत कुनै मान्छे राखेर गर्दाखेरि पनि पाए र ऊ 13 दिनका दिन उसले त धेरै तपस्या गर्यो, जङ्गलमा कति दुःख पायो। अनि पछि सारा त्यो असरफी राखेको सम्पत्ति जति राजा मार्फत दान गरेर विधिपूर्वक कर्म गरिदिएपछि अन्तिम 13औं दिनका दिन पितृपङ्क्तिबाट पुष्पक विमान आएर सूर्य नामको बनियालाई पुष्पक विमानबाट स्वर्ग पठाइदिएको छ। त्यसो भएको कारणले हामी आफ्नै वैदिक विधिले बिहा गऱ्यौँ अनि दुलैबाट जन्मे अनि हाम्रो संस्कार अनुसार उसलाई हुर्काउँदै बढाउँदै पढाउँदै गइयो। हामी तलमाथि भइयो भने छोराले गरिदिएको कर्म 100% लागु हुन्छ। त्यस अनुसार कर्म गर्ने हो भने हाम्रा पितृहरू कोही अधोगतिमा जाँदैनन्। त्यही कारणले राजाले गरिदिएर त बनिया तर्यो भने आफूले जन्माएका छोरा वैदिक विधिले बिहा गरेर लिएर आएका सन्तानबाट परिवारबाट जन्मेका छोराहरूले मुक्त गराउँछन् भनेर राजाले विष्णु भगवानले गरुडलाई बताइसकेपछि अर्को अध्यायमा आएर मानिसको दाह संस्कार कसरी गर्ने भन्ने कुराको प्रश्न छैन। मैरामा हुनुपर्छ भन्ने अहिले त्यो सम्भव छैन। कता त्यो 100 मा 2 जनाको मात्रै हो। अरूको मरण हस्पिटलमा भएपछि नारायण नगरी तर्दैनन्। अब जिउँदो सन्जरी केही भएन, मरेर के गर्ने भन्ने जुन चलन छ नि, यसले गर्दाखेरि मान्छे तल 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 पर्ने कारण देवताभन्दा पितृ ठुला।
कहीँ व्रतबन्ध छोराको गर्न छ, नयाँ घरको वास्तु गर्न छ, महिलाले लक्ष्यवती गर्न छ, ठुलो सप्ताह गर्न छ भने नान्दिमुख श्राद्ध गर्नुपर्ने। नान्दिमुख श्राद्ध भनेको पितृलाई नबुझाएसम्म जगी जात्रा, ठुलो जगी जात्रा गर्न पनि पाइन्छ। पिण्ड तर्पण खाने पितृ, त्यहाँभन्दा माथिका पुर्खा कुल। यहाँ सबै बस्नुभएको छ, एउटा गोत्र कोही छैन, तपाईँहरू बसिसक्नु होइन। अब यहाँ पौडेलको आत्रेय गोत्र छ, भट्टराईको पनि बसिसक्नु हुन्छ, अरू को हुन्छ, अलग अलग गोत्र हुन्छ। तपाईँ हामी हाम्रा पुर्खा हजारौँ माथि छन्। यहाँहरू वशिष्ठ ऋषिको सन्तान। वशिष्ठ ऋषिबाट यहाँ हुँदै हुँदै आउँदाखेरि 2000 पिँढी तल झर्नु भयो, यहाँसम्म आइपुग्नु। 3 जनाले पिण्ड खान्छन्, तिलको तर्पण खान्छन्, बाउ बाजे बुढाबाजे, त्यहाँभन्दा माथिका पुर्खा कुल। त्यसो भएर देवताभन्दा पितृ ठुला भएको कारणले ठुला यज्ञ गर्दाखेरि नान्दिमुख श्राद्ध गर्ने, पितृलाई बुझाउने। तपाईँको घर ग्रह शान्ति बनाउने पर्ने बोलाउनु भयो, आउँदा ध्वजा ल्याउनु, पितृलाई ध्वजा बाँध्नु सक्छन्, थाहा पाउनुहोस्। कुल र पितृ नबुझाएसम्म केही कर्मै सफल हुँदैन। त्यसकारण देवताभन्दा पितृ ठुला। पितृको कर्म निकट तरिकाले गर्न बसेर मात्र जान्छ। र दाह संस्कार कसरी गर्ने भन्ने कुरा छ। अब यो सानो भएका भन्दा सबैलाई पाच्य हुँदैन। अहिले जन्त जाने अवस्थामा र मलामा जाने अवस्थामा पण्डितलाई मान्छेले निरीह बनाइदिन्छ। अलि जबर पण्डित रहेछ भने त हड्काइदिन्छ, होइन भन्ने पनि पण्डित माने कुछ नै बनाइदिन्छ। हर तरिका जाने औँसी यो केटो होस्, यो त यसो हो भनेर भनिदिन्छ। आफ्ना के गाउँघरी कुरा लागु गरिदिन्छ। वास्तवमा भन्ने हो भने घरमा बाबुआमाको मृत्यु भयो अनि दारी कपाल त्यहीँ गर्ने, सेतो कपडा लाउने, दारी कपाल नगरीसम्म पिण्ड पल्टाएर पाउँदैन। अनि मृत्यु स्थानमा, द्वार स्थानमा, पगालो स्थानमा 3टा पिण्ड त्यहीँ दिने। जोगु पुछ्यो या छोरा छ 3टा पिण्ड दिने। अब त्यो दारी कपाल गरेर सेतो कपडा लाएपछि छोइन्छ भन्ने तपाईँहरूको चलन छ। जलाएपछि छोइन, लास जलाएपछि बल्ल छोइन्छ। औतिर यहाँ पिण्ड दिँदाखेरि टाउकामा रौँ राखेर अनि फोरा आएपछि लागेका कपडाले पिण्ड दिएको पिण्ड पाउनेवाला। यही कारणले पितृ तर्दैनन्, नतरेका कारणले अनि यहाँ सबै दुःख पाउँछ। त्यसो भएर 6वटा पिण्ड घाटसम्म दिने, अनि हाम्रो विधिअनुसार दाह संस्कार गर्ने, अनि मुखमा आगो लगाउनुपर्छ। 9 ग्रहहरू तपाईँ हाम्रा शरीरमा बसेका छन्, जहिले पनि छोड्दैन। मुखमा राहु बसेका छ, त्यही भएर कहिलेकाहीँ आमाले छोरालाई गाली गर्दै पुग्छन्, बाबुहरूले पनि छोरालाई पुग्छन्। त्यो राहुले नराम्रा शब्द निकाल्छ, मुखे राहुस्थित। त्यही कारणले घाटमा गएर सलामाथि राखेपछि दाहिने हातमा एउटा पिण्ड राखिदिने, जौको छ कि चामलको छकेको पिण्ड राखिदिने। त्यो अवस्थामा खिर पकाउन मिल्दैन, हतार हुन्छ। पकाउन सक्ने त पकाएरै गर्छ, होइन भन्ने भने हतार हुन्छ। अनि मुखबाट कुनै दोष छ कि भनेर यति सुन घोटेर मुखमा राखिदिने, सुन राखिदिने र मुखबाट दाह जलाइसकिएपछि मलामीहरूले श्रद्धाञ्जलीको रूपमा सलो पखाल्छ। यता श्रद्धाञ्जली भनेर राम्रो भाषा राखिएको छ, तर के हो भन्दाखेरि तपाईँ मलामा गइयो, मलामा गएर अब यो मान्छेलाई जलाइयो, कथन चाहिँ खरानी शेष र अब पनि फर्केर आउँथे भनेर पानीले पखाएर बगाइदियो। मलामीको अर्थ के हो थाहा छ? छैन कसैलाई। के हो मलामीको अर्थ? कसैलाई थाहा छैन। बोकेर लाँदै गर्दा राम नाम सत्य भन्दै जान्छ नि मान्छेहरू। हरे राम हरे कृष्ण, राम नाम सत्य भन्छ, अरू सबै असत्य हो। मलामीको अर्थ म, तँ लासित कुरा गरेको, बोकेर लासित म, ला भने म लाइनमा छु, त गइस् अब राम्रो ठाउँमा, म पनि लाइनमा छु भन्दै गएको मलामी। अनि पछि तिम्रो हाम्रो मित्रता हुन्छ। म ला लाइनमा छु, अनि मि पछि तिमीसित मित्रता हुन्छ, तिमी चाँडै गयो भनेर मलामीको अर्थ गुरु बुझ्नुभएको छ। मलामी म लाइनमा छु,
लाइनमा छु पछि तपाईँ मेरो मित्रता हुन्छ उहाँ गए भनेर मलाई भनेको। यसरी मलिन षोडशी 10 दिनभित्र सिद्धिन्छ। मध्यम षोडशी उत्तम षोडशी 11 दिनका दिन गर्ने। मलामबाट फर्केर आइसकिएपछि शास्त्र अनुसार सबै क्रियापुत्री मलामीले निमको पात खानुपर्छ। निमको पात क्रियापुत्रीले पनि मलामीले निमको पात खाएर आफ्नो घरभित्र प्रवेश गर्ने अनि 10 दिनसम्म एकसाथ खाने। पत्रावल्यम त बहुदयित हुन्छ पातको अथवा केरा पातमा या त बढी फुटेको यस्तोमा खाने, आफै पकाएर खाने, भुइँमा सुत्ने, कसैले छोएको नखाने, कसैसित नछोइएको कर्म गर्ने, कथनचित छोइहाले पुनः क्षेत्रवास गर्ने। कहिलेकाहीँ त्यस्तो अपराध पर्छ, एक्लैमा त त्यो पर्दैन, धेरै दाजुभाइहरू छन् भने कोही के कुरा गर्दा त्यो छुवाछुत हुनसक्छ। त्यस्तो भयो भने पुनः क्षेत्रवास गर्नुपर्ने। क्षेत्रवास नगरेसम्म त्यो पिण्ड सिण्ड सबै क्यान्सल भयो। छोइयो भने एउटा छ भने त सबै पिण्ड क्यान्सल भयो। 2-3 भाइ छन् एउटा छोइयो त्यसले क्षेत्रवास गर्ने, अरूले निरन्तर चलाउँछ। एक्लै छ भनेर छोइयो भने त हिजोसम्म गरे पिण्ड क्यान्सल भयो, अब क्षेत्रवास गरेर फेरि पुनः पिण्ड हुन्छ। फेरि एक दिनदेखि अनि सुरु यसरी कर्म गर्दै जानुपर्ने हुन्छ र मात्रै चित्त टार्न सकिन्छ। अनि 13 दिनभित्र सकेसम्म घरको अनाज नखाने क्रियापुत्री। त्यही भएर दाजुभाइले खर्चली सक्नुहुन्छ नि, खर्चली सक्छ। अरू नातापाता छोरी ज्वाइँ भान्जी ज्वाइँ इत्यादिले लिएर आउने घिउ चिनी मिश्री अरू चिज हो। दाजुभाइले कसैले भन्छ जोडा दिनमा लान हुँदैन। दाजुभाइले त प्रत्येक दिन आफ्नो घरको अनाज खुवाउनु पर्छ। आफ्नो अनाज नखाने भने त्यही भएर दाजुभाइले खर्च मिसाउने भन्ने कारण के हो? क्रियापुत्रीलाई खुवाउनलाई। एकजना छ भने 1 मानु ल्याउनुहोस्, 5 जना छन् दुलै 5 दुने 10 जना छ भने त 1 पैसा चामल बोकेर आउनु पर्छ। खर्च मिसाउने भने 1 मुठी ल्याएर यसरी क्रियापुत्रीलाई खुवाउनुपर्छ भनेर धर्मशास्त्रमा पुराणमा उल्लेख गरेको छ। यस तरिकाले गरिएका कामबाट फरक पर्दैन। अब यसो संस्कार भयो अनि सकेसम्म ठुला नदीमा लानुपर्छ। गङ्गा भनेको शालिग्राम उत्पादन हुने गङ्गा नेपालमा मात्रै छ, अरू कुनै देशमा कुनै भारतवर्षमा कहीँ पनि छैन। कृष्णगण्डकीमा बाहेक शालिग्राम ठुला नदीमा लान पर्ने हुन्छ। नदीको उत्पत्ति कसरी भएको भने तपाईँ सबैले थाहा छ, रामको वंश राम सीताका कथा पनि जान्नु होला केही मोटामोटी, रामायण केही सुन्नुभएको। उनका बाउ दशरथ यिनका तेस्रो पुस्ता 4थो पुस्तामा सगर राजा अयोध्यामा राज्य गर्थे। नाति दिलीप राजा सगर राजा चक्रवर्ती थिए। एउटा देशको प्रशासन गर्ने राजा, 4वटा देशमाथि प्रशासन गर्ने चक्रवर्ती राजा। सगर राजा चक्रवर्ती थिए। अनि नाति बुढो त्यस्तो भएको हुनाले म पनि चक्रवर्ती बन्छु भनेर धेरै ठाउँ लडाइँ गर्न गए, तर उनी हार्दै आए। जमिन राजा लडेपछि जमिन जान्छ नि अर्का देशमा, त्यस्तो हुँदै सानो बढायो। किन यस्तो भयो भनेर चिना हेराउन गए। चिना हेराउन जाँदाखेरि ज्योतिषी बाले भनिदिनु भयो, बाबु तिम्रो कुलमा त 100 जना मान्छेको क्रिया कर्म भएको छैन, त्यही कारणले तिमी सफल हुन सकेनौ। तिम्रा तेस्रो पुस्ताका पुर्खाहरू 100 जनाको क्रियाकर्म भएको छैन, त्यही भएर तिमीलाई उनीहरूले सफल हुन दिएका छैनन्। सगर राजाका 2टा पत्नी थिए। जेठी पत्नीबाट दुलै नभएर चिना हेर्दाखेरि अर्को बिहा गर्नुपर्छ र छोरा हुन्छन्। अर्को बिहा गर्दा पनि जेठीबाट छोरो भयो, एउटा मात्रै। कान्छीलाई तिमीलाई के को चाहना छ भनेर दुलाले सोध्दा मलाई उनले 68 पछि बिहा गरेकी भर्खरकी थिइन्। दुलासित ठट्टाको रूपमा उनले ठट्टा गरेर मलाई त 100 भाइ छोरा जन्माउनु मन छ। दुलाले तथास्तु भनिदिए। अब दुलाले आशीर्वाद दिए, दुलाको आशीर्वाद दुलैलाई लाग्थ्यो। त्यतिखेर सबले सत्यमा हिँड्थे। यतापट्टि बर्माजीलाई समस्या पर्यो।
एकजना महिलाले 2टा बच्चा पाउनु त कुन समस्या छ, अब 100वटा बच्चा एउटा महिलाले कसरी पाउने भनेर समस्या पर्यो। जेठीबाट छोरो जन्मियो एउटा, अनि 14 महिनासम्म कान्छीको गर्भमा बच्चा छ, बाहिर निस्क्यो। बर्माजीलाई सोच्न र त्यो कल्पना गर्नै टाइम लाग्यो। 14 महिनामा बच्चा त जन्मियो, तर स्याबदाना जस्तो न हात छ, न खुट्टा छ, न टाउको छ, न आँखा छ, केही पनि छैन, यस्तो जन्मियो। राजाले बिहा गर्दाखेरि भनेका थिए, राजाको जेठो छोरो राजकुमार हुन पाउँछ, अरू केसी बन्ने हो, तपाईँको अर्को जेठी दुलै छ, त्यताबाट छोरो जन्म राजा उला बनाउनुहुन्छ, मैले सौतामाथि दिने, अनि मेरा छोरीबाट जन्मेको छोरालाई राजा नबनाउने हो भने त म त दिन्न तपाईँ। मेरी छोरीबाट जन्मेको छोरालाई राजकुमार बनाउँछु र गद्दी राख्छु भन्नुहुन्छ भने मात्रै मैले दिन्छु। कागज गरेर बिहा गरेका थिए राजा। छोरो त्यस्तो भयो। यसपछि सबै चिन्तित भए त्यस राज्यका मान्छेहरू। राजकुमार जन्मिन्छ, राज्याभिषेक गर्ने भन्ने अवस्थामा त मान्छे नभएर एउटा पिण्ड जस्तो वस्तु जन्मियो। अनि शिवजीलाई दया लाग्यो। शिवजी आउनुभयो जोगीको रूप धारण गरेर। किन चिन्तित छौ भने सोध्नुभयो। सबैले घोडामाथि चेप राखेका थिए चिन्ता मानेर। राजाको कान्छी दुलैबाट कुमार जन्मियो भने राजा बनाउने भन्ने हाम्रो कल्पना, सबैको कल्पना हो। राजाले पनि वचनबद्ध भएका थिए, तर छोरा त जन्मेन, एउटा पिण्ड जन्मियो। शिवजी सुतेरी बसेको कोठामा जानुभयो, कपडाले त्रिशुलीको कपडा पन्छाउनु भयो, त्यसले डल्लो देख्नुभयो, यता पल्टाउनु 2टा, उता पल्टाउनु 4वटा, फेरि यता छुनुभयो 8वटा एवं 16वटा 32वटा 64वटा एवं क्रमले 79वटा टुक्रा भए। शिवको वरप्रसादबाट जन्मेको हुनाले आमाको स्तनपान गराउनै परेन। सगर राजाका 100 भाइ छोराले आपसी आप बुद्धि गए। उता एउटा जन्मेछ 101 भाइ छोरा। कपिल ऋषिले तपस्या गङ्गासागरमा गरेका हुन्। गङ्गासागरमा तपस्या गर्दै गरेका कपिल ऋषिलाई 300 भाइले चोर भनेर भनेका थिए। सगर राजाले यज्ञ गर्दाखेरि छोडेको घोडा गङ्गासागरको किनारमा खोलाका छेउमा बुट्टा बगाएर लिएर आएको ठुटामा अड्केको रहेछ। यताउता हेर्दा मान्छे कोही पनि देखेनन्। यो जोगीलाई घोडा किन चाहियो होला, यसको दुलै पनि छैन, छोरा पनि छैन, यही जोगीले चोरेछ भनेर 100 भाइले एक आवाजमा भन्दा कपिल ऋषिले गङ्गाजीतिर फर्केर तपस्या गरेर आँखा जोडेर बस्नु भएको थियो। आँखा त जोडिएको थियो, तर कान श्रवण शक्ति थियो। कसले मलाई यस्तो दुर्वचन गरौँ भनेर यसो फर्केर हेर्दा तपको बलबाट आँखाबाट कृताग्नि निस्क्यो। जुनकिरीमा हुन्छ नि झिमेक आगो, त्यस्तै निस्केर सन्न गएर ती 100 भाइ सगरका 100 भाइ छोरा भस्म भए। जेठो चाहिँ उता आमा जेठीबाट जन्मेको चाहिँ अलिक पछि रहेछ, ऊ भागेर घर गयो। अनि बाँधेको घोडा त्यो बेलामा ईश्वरीय तारतम्य भयो, बिजुली चम्किएर चट्याङ मट्याङ भयो। हुँदाखेरि घोडा अड्केको थियो, घोडा चम्क्यो, दाम्लो छिनालो घोडा भाग्यो। घोडा घर पुग्यो, जेठो घर पुग्यो, अरू आउँदै होलान् भने एवं क्रममा यज्ञ गर्न लागेका थिए। घोडा नआएसम्म साङ्गता हुन्थेन, घोडा गयो साङ्गता गरे। अब तेस्रो पुस्तामा आएर दिलीप भगीरथले हजुरबादी बन्छु भनेर प्रयास गरे, सफल भएनन्। अनि यिनै 100 भाइ गङ्गासागरमा जलेर मरेका, भगवान्लाई दुश्मनी गरेका, अनि आएर गङ्गासागरमा तपस्या गरेका कपिल ऋषिको कृताग्निबाट जलेकालाई तार्नको लागि अब 100 जनालाई ढिकुरी खाएर छाप्दै छैन, धेरै वर्ष पुरानो हो। स्वर्गबाट गङ्गाजी लिएर आऊ, त्यो ठाउँमा भगाऊ, अन्तिम पृथ्वी तर्फ भनेर गुरु बाले भनिदिनु। ज्योतिषी बाले भगीरथ राजा बर्मासँग तपस्या गरे। बर्मा गङ्गा कहाँ छन् भन्नु होला। असौज महिनामा, कार्तिक महिनामा 12 बजेको टाइममा, राति 12 बजेको टाइममा, बादल नलागेको बेलामा
आकाश चङ्गा भएको बेलामा बाहिर निस्केर हेर्नुहोस्, उत्तरी ध्रुवबाट दक्षिणी ध्रुवमा एउटा राजमार्ग जस्तो डोरो देखिन्छ। पत्ता लगाउनु, त्यो स्वर्गगङ्गा भनेर धर्मशास्त्र भन्छ। उत्तरी ध्रुवबाट दक्षिणी ध्रुवमा यसो रेखा हुन्छ, सेतो सेतो रेखा हुन्छ। त्यसपछि देखिँदैन, शरद ऋतुमा मात्रै देखिन्छ। त्यो स्वर्गगङ्गाबाट ब्रह्माजीले अलिकति दिनुभयो र लिएर आए कैलाश पर्वतबाट झारे। कैलाश पर्वतमा आएपछि बुरालो पर्छ, अब नदी गङ्गासागर पुग्छ भनेर भन्दै गर्ने उहाँ धर्दै गर्दा शिवजीको जटाजुटमा त्यो स्वर्गबाट खसेको गङ्गाजी खसेको थियो। शिवजीले अल्झाइदिनु भयो आफ्नो जटाजुटमा। किन अल्झाउनु भयो भन्दाखेरि तिनी 100 भाइलाई तार्न भनेर गङ्गाजी ल्याइएको थियो। शिवजीको वरप्रसादबाट जन्मेका यिनीहरू, हुर्केका बढेका, यिनलाई तार्न ल्याएको गङ्गाजीको धार ठुलो पृथ्वीमा पर्दा छेडेर पाताल गयो भने चाहिँ तर्न पाउँदैनन् भन् ठानेर शिवजीले अड्काइदिनु हो। भइरहेको राजा ओह्राला पानी आउँछ भनेर आएका त अहिले तल आउँदाखेरि पानी जो आएन, फेरि फर्केर गएर नमः सम्भवाय च मयो भवाय च नमः शङ्कराय च महेश्वराय च नमः भनेर शिवजीको स्तुति गर्नुभयो। अनि शिवजीले जटाजुबाट पानी छोडिदिनु। तपाईँको घरमा बाथरुममा फोहरा लगाउनु भएको छ नि, हो त्यही किसिमले शिवजीको फोटो पनि देख्नुभएको होला। शिवजीको जटाजुटबाट फोहरा झरेको छ। त्यो फोहराले त पृथ्वी छर्दैन, गोलो पानीले छर्छ, धारोले छर्छ। पानी खोल्नुभयो, दह्रो धारो छ भने तपाईँको हात पनि झनिन्छ, फोहराको पानीले त झनिन्न नि। हो त्यही शिवजीले त्यो तरिका गरेर आफ्ना त्रिशूल मार्फत जन्मेका बच्चाहरूलाई उद्धार गर्नलाई त्यो गङ्गाजी रोकिदिनु भएको थियो। उनले फेरि मागे अनि बल्ल फोहरा गराएर छोडिदिनु भयो। यसरी गङ्गा सागरमा ती 100 भाइ सगरका छोराहरूलाई भगीरथ राजाले अत्यन्त ठुलो मेहनत प्रयास गरेर स्वर्गबाट तपस्या गरेर लिएर आएर भगाएका हुनाले सब तीर्थ बार बार गङ्गा सागर एक बार गङ्गा सागरमा यहाँ तपाईँ हामी कहाँ बर्सात पानी आएको पानीको भल माघ महिनामा गङ्गा सागर यति घुम्दै गङ्गा सागर जाने माघ महिना मात्रै आइपछि। यसरी गङ्गाको महत्त्व अत्यन्त ठुलो छ। मानिस मर्यो भने सके ठुला गङ्गाजीमा लाने, सकिँदैन भने कुनै नदी गङ्गा लए पनि बग्दै 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 गङ्गा सागरमा पुग्ने जलको नजिकमा लाएर दाह संस्कार गरियो भने कर्म गर्दाखेरि त्रुटि भए पनि उनीहरू गतिमुक्ति हुन्छ भनेर गङ्गाजीमा लानुपर्ने। गङ्गाको अवतार यसरी गएको हो। बिहान उठेर नुहाउन तपाईँ गङ्गाजी जानु सक्नुहुन्न, बिर्ता हुनुभयो, च्यादर छोड्नु सकिन्न, बिस्तरैमा बसेर गङ्गाको पुकार गर्नुहुन्छ भने पनि गङ्गा सर नुहाइ हुन्छ। नसक्ने भए सक्ने मान्छे जानै पर्छ। फेरि गुरुजीले त यसो भन्नु थियो उहाँ जानै पर्दैन भन्ने होइन, सक्ने मान्छे जानुपर्छ। नसक्ने लाग्ने कुरा त केटाकेटीले ननुहाए पनि हुन्छ नि, कपडै नधोए दिशा नधोए पनि केटाकेटीले खान्छ। त्यो केटाकेटी अवस्था छ, थाहा छैन, त्यही कारण उनलाई छुट भएको। अब वृद्धहरू सक्दैन, हिँड्न सक्दैन, गाडी चढ्न सक्दैन, लौरा सहारा हुन्छ। अब उहाँहरू नुहाउन जानु सक्दैन, बसेर हरे राम हरे कृष्ण भन्ने, बिहान उठेर गङ्गे चाहिँ भन्ने, गङ्गा गङ्गा भने पनि उहाँहरूले नुहाइसकेर हुन्छ। तपाईँ हामीलाई हुन्न नि। फेरि त्यो ख्याल गर्नु, जानुपर्छ, तीर्थ जानुपर्छ, देख्नुपर्छ, हेर्नुपर्छ। गङ्गाजीमा लान पर्ने कारण यो हो। जसको कृष्ण जन्मेको जलबाट दाह संस्कार गरेको खरानी प्रवाह गरिएको छ, बगाइएको छ, त्यस्ता व्यक्तिहरू कर्म गर्दा त्रुटि भए पनि अधोगतिमा जाँदैन। त्यही कारणले गङ्गाजीमा लानुपर्छ। चाहिन्छ तर यो लास लिएर जाँदाखेरि राम नाम सत्य हरे राम हरे कृष्ण भनिन्छ नि। हरिर हरति पापानी, हरिर हरति पापानी दुष्ट चित्तैरपि स्मृत अनिच्छयापि सम्पृष्टो दहत्तिरहि पावक। आगोलाई यहाँ आगाको कोइलो यहाँ राख्नु हो भने मेरो हात पोलिदिए भन्नु पर्दैन, पर्छ पर्दैन, आफै पोलिहाल्छ। त्यस्तै हरिको नाम जसले लिन्छ, हरिर हरति पापानी नजानेर गरिएको रहेछ कुनै कुकर्म,
दुर्वाच्य गुरुलाई भनिएको रहेछ, बाउलाई भनिएको रहेछ, विद्वानलाई भनिएको रहेछ भने पनि हरे राम हरे कृष्ण भन्दा बित्तिकै त्यो सबै पखालिन्छ। त्यस कारणले भगवानको नाम हरि भनेर राखिन्छ। हरे हरति पापानि। विशेष गरेर तल्लो वर्गलाई उठाउने भनेको विष्णु भगवानले, पतित भएका वर्गलाई। अब उहाँ क्रिया बस्नुभएको छ, दिनमा एकचोटि विष्णुको नाम लिनै पर्ने हुन्छ, पण्डितजी आएर बोलाइदिनु पर्ने हुन्छ र कर्म छ उहाँलाई शुद्ध गर्ने, उतातिर पृथ्वीलाई स्वर्ग पठाउने, दुईवटा कामहरू हुन्छ। अरू कल्याणको लागि छोरा राम्रो चाहिए, घरमा सबै कुरा राम्रो हुनु पर्यो भने बढी शिवजीको ध्यान गर्नुपर्ने हुन्छ। यो संसारमा सबैका मन्दिर छन्, बर्माजीको मन्दिर यहाँले देख्नुभएको छ कतै छैन होला यहाँसम्म। भारतवर्षको पुष्करमा छ एउटा, अन्यथा कहीँ बर्माजीको मन्दिर छैन। बर्माजीलाई शिवजीले श्राप दिनुभएको छ, तिम्रो मन्दिर कहीँ पनि नहोस्। बर्माजी नभइकन हवन हुँदैन, कुशको बर्ममूर्ति बनाउनु पर्ने हुन्छ, शिवजीको श्राप। एक दिनको कुरा हो, बर्माजी निस्किनु भयो, मैले यो संसार सृष्टि गरेको हुँ, कस्तो भयो भनेर हेर्न निस्किनु भयो अर्को रूप लिएर। अनि विष्णु भगवानलाई त्यही विचार लागेको छ, म पानीमाथि सुतेर पृथ्वी बनाएको, कस्ता फुल फलहरू छन्, कस्ता मान्छेहरू छन् हेर्न पर्यो भनेर उहाँले पनि रूप बदलेर आउनु। बाजा दुईवटाको जम्का भेट भयो, तपाईँको भनेर विष्णुले सोद्धा बर्माजीले भन्नुहुन्छ, यो संसारको नक्सा बनाउने म इन्जिनियर, नक्सा बनाउने मान्छे भन्नु। तपाईँ इन्जिनियर रहेछ, मैले त पृथ्वी स्थापना गर्ने मान्छे हो, म ठुलो हो विष्णुले भन्नुहुन्छ। बर्माले म ठुलो भन्नुहुन्छ, नक्सा नभइकन त पृथ्वी स्थापना भएन, उहाँले म ठुलो भन्नुहुन्छ। नक्सा त हेर्ने मात्रै हो, पृथ्वी स्थापना गरेको मैले हो, म ठुलो भन्नुहुन्छ। दुईटाको वाद विवाद भयो। यही अवस्थामा शङ्कर जहाँ समस्या पर्छ त्यहाँ शिवजीको उपस्थिति हुन्छ। जहाँ जीव त्यहाँ शिव। शिव जीवमा त छँदैछन्, निर्जीव वस्तुमा पनि छन्। तपाईँहरू आमाहरू दिदीबहिनीहरूले बिहानमा घरको कुचा सुचो के लगाउनुहुन्छ, के को हुन्छ कुचो? अमृतसाको खड्को पनि हुन्छ। अनि त्यसमा गोडो लायो भने के भन्नुहुन्छ? शिव 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 भन्नु। खरको त्यो अमृसो मरेकाको अवस्थामा त शिवको पास रहेछ, कुचियो भने शिव शिव शरण परेको नि कुच्यो भने जीवमा शिव जहाँसुकै हुन्छ। शिवले नदेखेको कहीँ पनि छैन। शिवजी ठ्याक्क त्यहाँ आइपुग्नु भयो। शिवजी अब त्यहाँ ठ्याक्क आइपुग्नु भएको थियो, अनि शिवले त आफ्नै रूप लिएर आउनुभएको थियो। ब्रह्मा विष्णुले रूप फेरेका थिए, प्रभु हामी नक्सा बनाउनु ठुलो कि पृथ्वी स्थापना गर्ने ठुलो भनेर भन्नु। ल त्यसो भएदेखि ल म तिमीहरूको निर्णय दिन्छु। शिवजीको मूर्तिको अगाडिको भाग अनि शिवजीको तलको व्यास भन्छ कि यो ठ्याक्क पृथ्वीमा राख्ने तलको भाग, यो पत्ता लगाएर आउनुहोस्, मैले तपाईँको निर्णय दिन्छु भनेर भन्नु। बर्माजीलाई ठुलै हुन मन भयो, म त स्वर्गतिर जान्छु, अघिल्लो भाग पत्ता लगाउँछु, यो बेलपत्र राख्ने ठाउँ पत्ता लगाउँछु भनेर बर्माजी स्वर्गतिर जानुभयो। विष्णु पातालतिर झर्नुभयो। शिवको मूर्तिको तलको भाग पत्ता लगाउन विष्णु झर्नुभयो, बर्माजी टाउको पत्ता लगाउन अगाडि जानुभयो। विष्णु जति तल झर्नुहुन्छ, यो स्वर्ग मर्त पाताल तिन छ नि, पातालमा पुग्दाखेरि पनि भेटिँदैन, अझै बढिया छ, तलै गएको छ, पत्ता लागेन। विष्णु हाला परेर फर्केर शिवजी आउनु, प्रभु मैले सकेँ। बर्माजी माथि जानुभएको। अब बर्माजीले के ठान्नुभयो भन्दाखेरि म यो संसार संरचना गर्ने नक्सा बनाउने मान्छे सानो हुनु त भएन, अब साक्षी लिएर जानु पर्यो भनेर केतकीको फुल उहाँ भेटाउन सक्नु भएन। बर्माजीले पनि कहीँ झरेको हुन्छ नि, माथि चढाएको त फुल माथि चढाउनु भएन त केतकीको फुल। अनि फुल बेलपत्र बढी भयो भने कि नदीमा चढाउने कि गाईलाई दिने चढाउ हुन्छ। अनि गाईको मैले चढाएको बेलपत्र खाएको हो भनेर तिमीले भनिदेऊ। अनि केतकी फुलले म शिवजीको मासमा थिएँ, उहाँले झिकेर ल्याउनु भएको भनिदेऊ भाइ भनेर
दुईजना साथी बनाएर ल्याउनु शिवजीसँग। विष्णु हाला भएर बस्नु छ। अनि यतापट्टि मैले भेटाएँ माथा शिवजीको बेलपत्र राख्ने ठाउँ मैले भेटाएँ। यी प्रमाणको लागि ल्याएर अनि के त शिवले नदेखेको कोही पनि छैन। शिवले रूप कहिले पनि परिवर्तन गर्दैन। नाम 1000 छन्, रूप परिवर्तन गर्ने। विष्णुको अवतार विभिन्न 24 अवतार छन्, रूप परिवर्तन हुन्छ। कहिलेकाहीँ महिला रूप, कहिलेकाहीँ पुरुषको रूप, कहिले वामन रूप, कहिले परशुराम रूप, कहिले वेदव्यास रूप। विष्णु यस्तो अवतार हुन्छ। शिवको कहिले पनि परिवर्तन हुँदैन। जसको नाम स्वयम्भू छ, आफस्याफ उत्पत्ति भएको हो। न बाउ छ, न गोत्र छ, न कोही छ। शिवको आदि केही पनि होइन, स्वयम्भू आफ्नै आप। शिवजीले नदेखेको कोही पनि छैन, शिवजीले देख्नुभयो। विष्णु हाला भए, ब्रह्माजी हाला हुनु भएन। साक्षी ल्याउनु भयो। त्यो साक्षी यताकी फुल्दा भनिदिनु भयो। कहिले यस्तो झुट कुरा गर्ने। त्यो फुल कसरी बोल्यो भन्नु। सत्ययुगमा छोरा पाउनलाई हातमा सङ्कल्प गरे हुन् त अहिले विवाह गर्नुपर्छ। जमाना त्यस्तो सङ्कल्प गरे मलाई छोरो चाहियो भने छोरो हुन्छ। आजदेखि उपरान्त अब कुनै मूर्ति मठ मन्दिरमा तेरो प्रवेश नहोस् भनेर शिवजीले श्राप दिनु। कि फुल असाध्यै राम्रो फुल्यो भने त्यो डाँडामा फुलिया छन्, यहाँसम्म भाषण आउँछ। मौरीहरू तमाकुसँग उड्ने चिजहरू कति टाढाबाट आउँछन् त्यसको रस खान। अत्यन्त सुगन्धित बसाउँछ। तराईमा त हुँदैन, पहाडतिर हुन्छ। सबैलाई थाहा होला भिक्कै भन्ने कस्तो हुन्छ। त्यसको पातबाट पटुवा बनाउँछ। अनि शिवजीले श्राप दिनु, आइन्दा अब त कुनै मूर्तिमाथि प्रयोग हुँदैन, झुट बोली। अनि गाईलाई सोद्धाखेरि हो यहाँले त्यो मैले शिवजीको मासमा रहेका बेलपत्र झिकेर मलाई दिनुभएको, मैले खाएर आएको। गाईले पनि झुट बोलिदिए। गाईको सबै शुद्ध हुन्छ। गौजन्य पदार्थ सबै शुद्ध। अङ्ग प्रत्यङ्गमा हरेक देवता हुन्छन्। गाई दान गर्नाले सम्पूर्ण कुराहरू देवताहरूको पूजेको फल प्राप्त हुन्छ। त्यही कारणले मर्ने बेला वैतरणी गर्ने भनेर भनिएको, यज्ञ गर्दा गाई दान गर्ने भनेर भनिएको। तर गाईको मुख अशुद्ध हुन्छ। गाईको जुठो कहिले पनि खानु हुँदैन। गाईको गोबर, गोमूत्र, दुध, दही, घिउ, गाईको अमृत सबै शुद्ध। गाईको मुख जुठो हुन्छ। गाईको मुखले झुठो बोलेको कारणले तिम्रो मुख अशुद्ध हो। सबै गाईको शुद्ध छ, तिम्रो मुख शिवजीले श्राप दिनुभयो गाईलाई। अघिका यहाँ बस्ने आमा जस्ताले पञ्चमी गर्दा दिन हलो जोतेको अनाज खान हुन्न भन्ने चलन छ, थाहा छ तपाईँलाई? अब केही भएन। अनि सुगरको रोगी थियो, नखाए नसक्ने भयो। त्यसपछि गाईलाई सुँगाएर खाने भन्ने कहीँ गाउँघरमा चल्छ। गाईलाई सुँगाएर खानु भने झन् ठुलो भाव लाग्यो। तँ कसलाई सुँगाएर खाने भने घोडालाई। अब घोडा जाँसँग हुन्न। थालमा अथवा तमौरामा यहाँ बाटामा केही चामल मकै लिएर गएर घोडा बाँधेको छ लास्टमा, त्यहाँ गएर यसो देखाउनु भयो भने घोडा जुर्क उठ्छ र थुरुर गर्छ, नाक हल्लाउँछ, उसो थुत्नु हल्लाउँछ। त्यो हावाले अनाज शुद्ध हुन्छ। त्यो पञ्चमीका दिन खानालाई त्यो अनाज शुद्ध हुन्छ। घोडाको सास शुद्ध हुन्छ, मुख छोएको होइन नि। फेरि थुरुर यहाँ भाँडोमा मकै चामल लिएर जानु भने त चरक्क उठ्छ र थुरुर मलाई ल्याइदियो भनेर गर्छ। त्यो हावाले त्यो अनाज शुद्ध हुन्छ। गाईले छोएको, गाईको मुखमा छोएको गाईको जुठो कहिले पनि खान्छ। दुईटा साथीलाई श्राप दिइसकिएपछि पछि ब्रह्माजीलाई भने तपाईँ संसार सृष्टि गर्नेले पनि यस्तो झुट बोल्ने। शिवजीको बेलपत्र राख्ने ठाउँ तपाईँ देख्नुभएकै छैन, झुट बोल्नु साथी। अब मर्त्यलोकमा तपाईँको मन्दिर कसरी नबना बन्छ। विष्णुको बन्छ, राधाकृष्णको बन्छ, देवीको बन्छ, नवग्रहको बन्छ। ब्रह्माजीको कसरी बनाउँदैन? शिवजीले श्राप दिएको भएर। त्यसो भएर हामी पनि बाबुआमाको श्रापबाट र भगवान्को श्रापबाट मुक्त भइयो भने दान पुण्य नगरे पनि स्वर्ग जान पाउँछौँ। अन्तिम जन्म यता दर्शन भगवान्। अन्तिम अवस्थामा अष्टदान र दशदान जाने भनेको छ। महिला छ बेलामा
तर त्यो अवस्थामा कसरी झुटाएको हुन्न अलि जान्ने मान्छेले त अब यो मान्छे मान्दैन भने अब त्यो झुटाएको पनि हुन्छ। झुटाएको छैन भने सय दान गर्दाखेरि अष्टदान र 10 दानहरूको सामान जुटाएर सयसित दान गर्ने भनेर गुरु पुराणमा उल्लेख गरेको छ। त्यसो बेला उहाँ बेतालु हो नानीहरू विभिन्न किसिमका दान गर्नुपर्छ भनेर लेख्यो। 11 दिनमा त्यो गरिसकिएपछि 11 दिनको विधि विधानमा बेलुकीखेर 365 घडाहरू दान गर्ने भएसम्म तामाका त्योसम्म भएन दुध आउने वृक्षका खोचा भुटेर खोचा बगाउने भन्छ नि 11 दिनका दिन त्यो दान गर्नुपर्ने हुन्छ। प्रत्येक दिन 365 दिनमा मात्रै यमराजले हामीले बिदा गरेको व्यक्तिलाई चित्रगुप्तको पासमा पुर्याउँछ। दिनमा एउटा घडाको पानी खाएर मुख बिजाउँदै जान पाउन् भन्नका निमित्त 365 घडा 11 दिनको दिन दान गरिदिनु पर्ने हुन्छ। 12औं दिनका दिन आएर सपिने भने सपिने विधान फेरि अर्थले बताउला। दान प्रदान अनिवार्य। पञ्चधेनु जीवितमा गरेका छ भने नगरे पनि हुन्छ। वैतरणी गरेको छ नवीकरण भएको छैन भने पुनः वैतरणी गर्नुपर्ने हुन्छ। अनि भूमिदानलाई केही पैसा, अनि घोडादानलाई केही पैसा, अनि यमराजलाई चित्त बुझाउनको लागि सक्नेले भैँसी दान गर्न पनि पर्ने हुन्छ। यमराजको वाहन भैँसी हो। सक्नेले त्यो भएन भने पैसाबाट उयो गर्न सकिन्छ। अनि अनिवार्य रूपले वृषोत्सर्ग दुला मरे आमाको मरण भयो, बुवा जिउँदै हुनुहुन्छ, छोरो बसेर क्रिया गर्दैछ भने त्यस्ता महिलाको वैतरणी दान वृषोत्सर्ग गर्न हुँदैन। त्यो कुरा सबैले जान्न पर्ने हुन्छ। धेरै जसोले महिलाको गर्न पर्दैन भन्ने चलन छ, त्यो होइन। दुला जिउँदै दुलै मरि छोराले क्रिया गर्दैछ त्यस्ता महिलालाई वृषोत्सर्ग साँडासाँडी छोड्न हुँदैन। संस्कार नगरेकालाई पनि साँडासाँडी छोड्न हुँदैन। अरू सबैलाई साँडासाँडी जो पँधेरा गाई दान गर्ने भन्ने हुन्छ नि, त्यो अरूलाई दिने होइन, त्यो शिवजीलाई दिने, कुनै बाहुनलाई दिने होइन, शिवको नाम पारेर पँधेरा छोड्ने हो। त्यो चाहिँ अरू सबैको वृषोत्सर्ग गर्नु पर्ने। साँडासाँडी भन्ने भाषामा चलन छ। वृषोत्सर्ग गर्नुपर्ने सबैको हुन्छ। यो पनि शिवजीलाई दिने हो। अहिले गाई दिँदा कहिलेतिर त फुलियो तोरी खाइदिन्छन्, अनि पितृ तार्न भनेर गाई दियो, त्यो मान्छेले गाली गर्छ, फल्नाका काँडाले गर्दा मेरो छोरी खाइदियो। पितृ तार्न भनेको त काँडैले सुन्छ। त्यस कारणले शिवजीको अत्यन्त प्यारो धातु तामा हो। तामाका पूजा सामग्रीमा पाइन्छन्। गाई बच्चा ल्याएर दान गर्ने त्यही विधिले अनि शिवालयमा अर्पण गर्ने। त्यो बाहुनलाई दिने होइन, त्यो शिवजीलाई दिने गाई बच्चा हो। अघि जतासुकै खेती थिएन, त्यस कारणले त्यो बसार छोड्ने चलन थियो। अहिले त्यो मिल्दैन। अहिले पितृ तार्न भनेर दियो, तपाईँले आफ्नै कानले फल्नाका साँडा भनेर भन्छ, सुन्नै पर्छ। त्यस कारणले पितृ त तरेनन्, आफ्नै मन खिन्न भयो। अहिले गाई दान गर्ने मान्छेले कि त गुल्मी जिल्लाको रेसिमगाउँमा लानु पर्यो कि प्युठान जिल्लाको स्वर्गदारीमा लानु पर्यो। अहिले यहाँ पनि छ, त्यहाँ रक्षा गर्छन् भने त्यो यहाँ पनि छ नि एउटा गौशाला, त्यहाँ लाने हो भने त हुन्छ है। बाटा छोड्न पाइन्छ, बाटा छोडेपछि पितृ तर्छ। त्यसो भएर गाई बच्चा तामाका बनाउने विधिअनुसार कर्म गर्ने अनि शिवालयमा यसरी वृषोत्सर्ग पनि गर्नुपर्ने हुन्छ। वृषोत्सर्ग गर्दाखेरि कुनै पितृहरू अधोगतिमा रहेछन् हाम्रा वंशमा भने वृषोत्सर्ग गरेर 23 दिन बाइदिने बनाएर तर्पण गर्नुपर्छ। गाईको उत्सर्ग त्यो तर्पणले कुनै अधोगतिमा गएका पितृ हाम्रो वंशमा छन् भने पनि उद्धार हुन्छ। कुनै हाम्रो वंशमा एउटा त्यस्तो छोरो जन्मियोस् जसले वृषोत्सर्ग गरोस्, हामीलाई तारोस् भनेर भन्छ। आफ्नो बाउ होइन, अरू बन्धु बान्धव हो कि आफ्ना भाइका काका भतिजाहरू कोही छन्, अङ्कलहरू पर्ने छन् र नर्खा परेका छन् भने त्यस दिनको गाईको पुच्छरको पानी चल्छन्। त्यही कारणले वृषोत्सर्ग सबैको गर्नुपर्छ। नगर्ने भनेको अहिले भने महिलाको मात्रै हो। महिला भनेको दुला जीवितै छ, छोराले क्रिया गरेका छ, त्यस्ता महिलालाई वृषोत्सर्ग गर्नुहुन्न। संस्कार नभएका व्यक्तिलाई गर्नुपर्छ।
अनि 13 दिनसम्म यसरी कर्म गर्नुपर्छ, निकट बसेर गर्नुपर्छ भनेर ती अध्यायमा त्यो जुन 10 दिनसम्म गरिने कर्महरूको यसरी गर्नुपर्छ भन्ने चलन छ। एउटा कुरा यहाँ मैले देखिन लायक भन्नुपर्ने भयो, साँझमा त्रिकाठीमा बत्ती सत्ती भन्न पर्ने यो चलन के छ, कहिले गर्नु? यो हामीले बिम्बिनी गरिरहेको छौँ गर्नु छ साँझमा, त्यही त यहाँ अनि यस्तो बाहिर ल्याएर बाल्ने अनि फेरि त्यो ठाउँ लिपेर अनि बाल्ने एउटामा जुन एउटामा जल एउटा बत्ती गरिसकेपछि फेरि हुन त हिजोबेटी मात्रै बस्यो, त्यही उतातिर बस्यो, त्यो थाहा भएन शङ्का लागेको कुरा त गर्नु पर्यो, यहाँ भएको कुरा त गर्नु पर्यो। गरिएको छ, कतिको विधि पुगेको छ छैन त्यो अब थाहा छैन होइन। अब त्यहाँ अरू भन्न त केही पनि पर्दैन। अब वायु रूप भएको हुनाले कपडा दान गर्न नमिल्ने प्रेतलाई, प्रेतले त्यो फुल कपडा भनेर लगाऊ भनेर दिने हो। जलले तिमी स्नान गर, दुध पिउ, अनि यो बत्तीले अँधेरा हिँड्दाखेरि हेर भनेर दिने हो। कुरो त्यति हो। अनेन पश्य इयम परिदेही इदम पिब, यसरी त्यही हो। सके पनि तौरार भन्ने नै हामीले जान्ने छ भने हामीले पनि त्यही भन्दाखेरि गर्न साँझमावती भन्नुपर्ने हुन्छ। 10 दिनसम्म सप्तधान्यमाथि राखेर अनि 10 दिनका दिन घाटा जाँदाखेरि सबै दाजुभाइले अब पर्ने दाजुभाइ भन्नाले दशा भाइले टाउको खोलिदिनुपर्छ। त्यो भएन, मलाई जान पाएन भने 10 दिनका दिन भाइहरू झुकेर टाउको खोलिदिनु पर्ने हुन्छ। क्रियावशीय मान्छेहरू पनि 10 दिनका दिन टाउको खोलिदिनु पर्ने हुन्छ। किन भन्दा 10 दिनसम्म मलिन सोडेसी गरिन्छ। अब भोलिदेखि त तरुनी तारुनीका काम गर्नुपर्ने हुँदा यसै गर्नु पऱ्यो, अब यहाँ समस्या कुरो छ। एकजना भएपछि कसले खुवाउँदैन भन्नुहुन्छ, धेरै भाइ भए त भाइले पालो पालो गरेर पनि खुवाउँछन्। एकजनामा यहाँ भनेको छ, अर्को दाजुभाइ मध्येको कपडा खोल्ने एउटा तलपट्टि रुमाल सुमाल बाँध्ने नाङ्गै हुने अलग गएर खुवाउँथ्यो। पहिला 10 दिनको गत उतापट्टि काम ठेकुरो फुटाएर सबै खाना खाएर भ्याएपछि गत खाना उहाँलाई पनि दिने, अनि अर्को दाजुभाइले गएर टाउको खुर्किदिने। त्यसपछि दाजुभाइले नुहाउने, जनै फेर्ने, कपडा फेर्ने, गहत खाने गर्ने। त्यो पनि छैन भने बाहुन आफै गएर गरिदिने। यिनी कुराहरू छन्। एक्लै भाइहरू छन् भने पाला पालै गर्नुपर्ने हुन्छ। यो मलिन सोडेसी हो। 11 दिनका दिन त मध्यम सोडेसी र उत्तम सोडेसी गर्ने, त्यसको लागि एक साइडको लागि कपाल खोल्नै पर्ने हुन्छ। अब त्यो परिस्थिति अनुसार यहाँ धेरै जसोले कुसले खोल्नुहुन्छ, कुसले कपाल काट्दैन, कुसले खोलेर खौरिँदैन, कुसले कपाल खौरिँदैन। यो त के हो भने जेले जे काम गर्छ त्यसले त्यही गर्नु। तपाईँसँग पैसा छ है, पैसा छ, हर चामल छैन, दाल पनि छैन, तपाईँसँग लाख रुपियाँ गड्डी छ, त्यही गड्डी टोकेर तपाईँको पेट भरिन्छ? के गर्नु पर्यो? बजाएर चामल र दाल ल्याएर बल्ल पेट भरिन्छ। त्यस्तै हो, कुसले खौरिँदैन। यो बाहुनहरूले जे पनि हुन्छ भन्ने लगाइदिएर धर्मको लोभ गराउने हामी जस्ता पण्डित, अरू कोही पनि होइन। जे पनि हुन्छ भन्ने कुसले खौराएर, कुसले खौरेर हुन्छ होइन। कुसको महत्त्व आफ्ना ठाउँमा छ। कुसमा शक्ति छ, अत्यन्त शक्ति छ। जरामा ब्रह्माजी, बीच भागमा विष्णु, टुप्पामा शिवजी बस्नुहुन्छ कुसमा। अहिले यहाँ पलतिर होला त्यो कुसमा आएन। भदौ महिनाको बाउको मुख हेर्ने दिनका औँसीका दिन बिहान बाउले नुहाइधुवाइ गरेर गएर काटेको कुसमा त्यो शक्ति रहन्छ। वर्ष दिनसम्मलाई कुनै दिन तपाईँको घर अशुद्ध छ, शुद्ध बनाउनु पर्यो, बाहुन आएनन् या पाएनन्, फुर्सद भएन, बाहुनै पाइएन, कुस जौ तेलले त्यो घर शुद्ध गर्नु, घर शुद्ध हुन्छ। आज काटेर ल्याएको कुस ल्याएर घर शुद्ध हुन्छ। कुसमा यो शक्ति छ। कुसले अरू काम गर्छ। तपाईँले जोगी गर्न थाल्नुभयो, तपाईँको हातमा सुनका औँठी छन्, चाँदीका औँठी छन्, बाला छन्, के छन्,
कुश लगाउनु भएन भने सङ्कल्प गर्दा त्यो औँठी सौठी सबै जान्छ। त्यही भएर कुश लगाएर छेक्ने हो, कुशको औँठी लगाएर छेक्ने। तपाईँका सुनका चुरा पनि जाँदैन, कपडा जाँदैन। कुशमा यो शक्ति छ, जौमा त्यस्तै शक्ति छ, ब्रह्माजीबाट अंश भएको हो। तिलमा त्यही किसिमको शक्ति छ, कालो तिलमा विष्णु भगवानको पसिनाबाट उत्पत्ति भएको चिज हो कालो तिल। कुशमा शक्ति त्यही भदौ महिना निकालेको कुशमा हुन्छ, अरूमा हुँदैन। ऐपछि कहीँ गर्नु पर्यो, केही गर्नु पर्यो भने कुश भएन भने उसिर प्रयोग गरेर दुबो प्रयोग गरेर भन्छ। आज काटेका कुशले आजै काम चल्दैन, उसमा शक्ति हुँदैन। त्यसो भन्ने रहेछन्। अब आजलाई काम गर्नु पर्यो, कुछ छैन भने एक दिनमै चल्छ भन्ने यो चाहिँ त्यो त्यही त दुबो ल्याऊ कुश ल्याऊ भनेर भन्छ। तर जुन औँसीका दिन काटेको भदौमा काटेको कुशमा जति शक्ति हुन्छ नि। रुद्राक्ष माला एकमुखी छ भने थालमा राख्नुहोस्, त्यसलाई त्यहाँ राख्नुहोस्, अनि चामलले ढाक्नुहोस्। अलि बेरमा त्यो रुद्राक्ष माला बाहिर आउँछ, ओरिजिनल रुद्राक्ष। त्यस्तै शक्ति कुशमा पनि छ, औँसिया दिन काटेकोमा। त्यसले जे गरे पनि पुग्छ। आज कुश भएन भने आज काटेर ल्याउनु पाइँदैन, गोडेर ल्याएर काम गर्न आजलाई सक्छु। तर त्यो उयो छेदन गर्न पाइँदैन। उखेलेर ल्याउने भन्छन्, त्यो चाहिँ समस्या परो, भेटिएन भने उखेलेर ल्याउने भन्छन्। काट्ने काट्ने होइन, उखेलेर। अनि अर्को कुरो एउटा कुरो यहाँहरूले आउने श्राद्ध गर्दा के गर्ने गर्नुभएको छ, जरासित कसरी तर्पण दिनुपर्छ भन्ने छ। कुशको महत्त्व नदेखा है, सप्तऋषिलाई तर्पण गर्नुपर्छ हामीले ब्राह्मण जाति। महिलाहरूले सप्तऋषिको पूजा तीजको पञ्चमीका दिन गर्छन्। हाम्रो दुनियाँका दिन ऋषि श्राद्ध, ऋषि तर्पणी भन्छ नि, ऋषि तर्पण गर्नुपर्छ। त्यतिखेर कुश काट्न मिलेन, कुश गोडाएर अनि हाम्रा पुर्खालाई जराले तर्पण दियो भनेर एक दिन हो जराले तर्पण दियो। श्राद्धका दिन पद्धतिमा लेखेको छ, छिन्न मूल कुश भन्छ, जरो नभएको कुशले भनेर भनेको छ। अब पण्डितजीहरूले होइन ऋषि तर्पण गरेको बाबुबाजेलाई त जराले तर्पण दिनुपर्छ भने जराले दिएको तर्पण बाबुबाजेले पाउँदैनन्। ऋषिले पाउने जो पिण्ड नखानेले पाउने हो, त्यो पनि ऐपछि होइन, जनै पूर्णियाका दिन, जनै मन्त्रदा भन्ने शब्दमा त्यतिखेर जराबाट तर्पण गर्नुपर्छ मौनले। ऐपछि श्राद्धमा औँसिया दिन काटेको कुसै हुनुपर्छ, बाहुनले काट्नुपर्छ। घाँसै होइन, कुशमा शक्ति छ। त्यो शक्तिलाई अवगुण्ठित गरेर घरमा राख्न सकियो अथवा आफ्ना यजमानका आफ्ना घरमा राखियो भने त्यो कुशको शक्तिले गर्दाखेरि खर्कै घर भए पनि आगो लाग्दैन भन्ने प्रमाण छ। आगो लाग्दैन भन्ने प्रमाण ऊ त्यस्तो कुछ छ भने उखालिया कुशले उड्नु फेरि कोही उखाल्ने चलन पनि छ, उखालिया कुशले उड्दैन। तिलको प्रकारको हुन्छ। पितृलाई चढ्ने र विष्णुलाई पूजा गर्ने भनेको कालै तिल हो, अरू सेतो, अरू खैरो तिलहरू तेलमा परेको हुन्छ, खानामा परेको हुन्छ। कालो तिल पूजाआजामा यसरी कहिलेकाहीँ पण्डितजी भएन, जाने मान्छे भएन भने पनि केही घर अशुद्ध भयो, शुद्ध बनाउनु पर्ने अवस्था छ भने कुश त्यतिखेर काटेको जौतिल मिसाएर जल छर्किँदाखेरि त्यसमा शक्ति हुन्छ। बब्रुवाहन राजाले जौतिल र पानी त्यो कुश साथमा थियो, त्यही उठाएर त के होस् देखि भनेर जङ्गलमा छर्दाखेरि प्रेतको रूप देखिएको थियो। हामीले सङ्कल्प गर्छौँ नि, सङ्कल्प भनेको के हो भन्नुहुन्छ भने पहिला हामीले कल्पना गऱ्यौँ सत्यनारायण पूजा गर्ने छ, यहाँ छोरीको विवाह गर्नु छ, त्यहाँ छोराको व्रतबन्ध गर्नु छ भनेर कल्पना गऱ्यौँ। त्यसलाई साकार बनायौँ, धेरै अगाडि कल्पना गऱ्यौँ, साकार बनाइयो, साकार आज गर्ने भयो, त्यसलाई सङ्कल्प भन्छ। जौतिल हात पानीमा राखेपछि बेन राजा, श्रीमद् भागवतमा बेन राजा दुष्ट दुराचारी भए। ऋषिहरूले जौतिल कुशको बमले बेन राजालाई मारे। त्यति शक्ति हुन्छ। यो अहिले यो राजनीतिक द्वन्द्व हुँदाखेरि बमसम पड्काए, घरसर भत्काए नि, त्यो बममा भएको शक्ति धर्मशास्त्रको जौतिल कुशमा। बेन राजा दुराचारी भएको हुनाले ऋषिले तप गरेर अनि त्यो जौतिल कुशमा बमको रूप परिणत गरेर बेन राजालाई मारे।
हड्डी मथन गरे। हड्डी मथन गर्दा नराम्रो निस्क्यो, कालो रूप निस्क्यो, नराम्रो कुरूप निस्क्यो। राजा बन्न मिल्दैन भनेपछि खुट्टाको नलिएर मथन गरेका थिए। पछि आएर हातको हाड मथन गरेपछि पृथ्वी राजा भएर पृथ्वीलाई खानेका हुन्। त्यस कारणले ज्योतिषमा यो शक्ति छ। ब्राह्मणको घरमा यो हुनै पर्ने हुन्छ, राख्नुपर्ने हुन्छ। अघि पण्डितजीले लिएर आउनुहुन्थ्यो, अहिले आउनुहुन्न। आइया भने आउनुहुन्छ, नै पनि आउनुहुन्छ। त्यसलाई भन्नुहुन्छ मेरो जेजमान हो भनेर पण्डितले कुस काटे, झोला बोके आए। यहाँ आउँदाखेरि त अहिले त जुठो परेको छ भनिन्छ। अब के गर्ने, कति टाढाबाट आएछ, जुठो परेको छ, हाम्रा बाका सालाका भदै मर्या छ भनेर भनिदिनु। बाको सालाको भदै मर्या छ भने जुठो पार्नु। अब हो, त्यही भएर तपाईँ आउनुहोस्, डोरो बाँधिदिन आउनुहोस्, नाक टाँसिदिन आउनुहोस्, कुस ल्याइदिनुहोस् भने जहिले पनि ल्याइदिन्छ। अहिले ल्याइदिँदैन, अघि त्यस्तो थियो। अघि सबैले वचन मान्ने चलन थियो, अहिले वचन कसैले पनि मान्दैन। त्यही कारणले पण्डितज्यूले ल्याउनु छोडे। गाउँमा ब्राह्मण छन् भने सकेहरूको पनि कल्याण गर्ने, ल यो कुस राख भन्ने, अहिले पनि आफ्नो घरमा कुस राख्नुपर्ने हुन्छ। कुसमा शक्ति छ। कुस भएन भने यज्ञ जात्रा हुन्न, पिण्ड तर्पण हुँदैन, केही पनि हुँदैन। बढी शक्ति भएको कारणले प्रशंसा गरेको ठाउँ छ, प्रशंसा गरेको छ। होइन होइन रमाइलो भयो, भन्थ्यो सुन्नै पर्ने। सुन्ने हो के। कन्यादान गरेर लिएर आउँदा यो अध्यायमा महिलाको अलिक बढिरहेको छ। कन्यादान गरेर लिएर आउँदाखेरि कन्या भनेर बाउले दान गरेर दिन्छ। घर ल्याएपछि गृहलक्ष्मी भनेर भित्र पसाइन्छ। घर 7वटा धानका थुप्रा लाग्यो। त्यहाँ बत्ती बाल्न हुँदैन, बत्ती दुलैको हातमा देखिन्छ। धेरै जसो क्यान्डिल राखेका हुन्छन्, 25,000को साडी ल्याएर ल्याउँछन्, आगोले भेटायो भने त्यहाँ आगो जोड्नु। म अहिले लक्ष्य बत्तीमा तिलको तेलले बत्ती बाल्ने हो भन्यो भने म त्यहाँ जान्छु। तिलको तेलमा अहिले केमिकल हालेको छ, वारै बल्छ। बरु सर्स्यु, अरू केही भएन, सनफ्लावरको तेल भन्नुहोस्, तिल भएन। तर यो बजारको पेक गरेको तिलको तेलमा के राखेको छ, यति आगो लाग्यो भने वारै बल्छ, पेट्रोल जस्तो बल्छ। त्यस कारणले भित्र पठाउँदा गृहलक्ष्मी भनिन्छ। अनि भित्र आज पठाइयो, चतुर्थी गरिन्छ नि भोलि पर्सि कहिले। चतुर्थी गर्दाखेरि धर्मपत्नी भनेर दाहिनेतिर राख्नु। अब महिलालाई धर्मपत्नी बनाइयो। कर्म गर्दा महिला साथी चाहिन्छ, हुनिका है, नहुने तपाईँ चिन्ता मान्न भएन। हुनिका साथी चाहिन्छ। धर्म थाउने भनेको महिलाले हो। घरको सफाइ, खाना, शुद्धता, अनि आएर पाहुना पाठको सरसेवा, बच्चा बच्चीको सरसेवा महिलाले। धर्म महिलाले थामेर थामिन्छ, लोग मान्छे थामेर थामिँदैन। तर लोग मान्छेले थामिन्न भने लोग मान्छेले गर्दै गर्ने होइन भन्ने कुरा होइन। विशेष गरेर घरको अत्रि ऋषिको पत्नीको नाम मोबाइलले अलिकति बिगारेको छ, सुन्नुभयो? धानका थुक्रामाथि बत्ती बालिदिन्छ। बत्ती बालिदिन्छन्, त्यो टेक्दै जान्छन् क्या बिचरा। त्यस्तो होइन नि। आज भोलि छैन हाम्रो त साइडबाट हिँड्ने, हामीले टेक्दै हिँडेको हो। यता सुन्नुहोस्, यो के हो भन्नुहुन्छ भने धर्मशास्त्रको नियम, त्यहाँ दुर्घटना पनि हुन सक्छ। कोही अप्ठ्याला दुलेहरू परि केही पऱ्यो भने आगोले त्यो साडी भेटायो भने अनि त त्यहाँ दुर्घटना हुन्थ्यो हुँदैन। एक अर्को कुरो बलेको अग्निलाई पैतालाले पुछ्नु हुँदैन, पाप लाग्छ नि त। पाप लाग्छ। धानका थुप्रा राख्ने हो। गृहलक्ष्मी भनेर भित्र पसाउँदा लक्ष्मीलाई अनाजमाथि राख्ने। यहाँ चामल राखेर, यहाँ चामल राखेर है, लक्ष्मीलाई अनाजमाथि राख्ने भने चामल कुद्न नहुन्छ, धानका थुप्रा लगाएर धान कुद्दै हिँड भन्ने हो। बत्ती बाल्ने होइन, बत्ती दुलेको हातमा राख्ने। पछाडि दुला हुन्छ अचला हालेको, पछाडि दुलाले कलर समाउँछ। दुलैले अगाडि बत्ती यो हो, यस्तै बत्ती समाएर दुलै जाने हो। यसो हो। त्यस कारणले अब यसको मोबाइल हेर्दाखेरि मान्छेले अहिले के भएको छ भन्नुहुन्छ भन्दा धर्मशास्त्रमा एउटा कुरा छ। अस्ति एकजनाले भर्खर छिटो भर्खर पढेर आएको रहेछ, एकादशीमा श्राद्ध गर्नुहुन्न भनेर। अहिले बाउ मरेको एकादशी छ भने कुन दिन गर्ने श्राद्ध?
भने मलाई अत्यन्त चित्त बुझेन त्यो मोबाइल हेरिहाले गर्न हुन्न भने त्यसपछि अलि बेरमा त अर्को दिन त्यही मान्छेलाई भर्खरको ठिटो थियो अलि ठुला पाका पण्डितले आएर छासे बाउ एकादशी दिन मरेछन् कुन दिन गर्ने मन परि बोल्ने भाइरल हुनेलाई मन परि बोल्ने खासै होइन एकादशी अनाज खानु हुन्न त्यही भएर बाहुन खुवाउनुपर्छ भने कसैले पो एकादशी बार्छ तर बाउ मऱ्यो भने त त्यसले त तिथिमा त गर्नै पर्छ भनेर छाँटी पण्डितहरू अहिले अलिअलि जाने भने यो गर्नुपर्छ भनेर मोबाइलमा हालिदिएर मान्छेलाई भ्रमित बनाए दुलैलाई आगो उचाउनु हुँदैन हाताबत्ती लिएर भित्र पठाइदियो अनि चतुर्थीका दिन धर्मपत्नी बनाउने धर्म स्थापन महिलाबाट मात्रै धर्मको रक्षा हुन्छ अरूबाट केही हुँदैन अत्रि ऋषिको पत्नी अनसुया जो अर्याल र पौडेलका पुर्खा हुन् अत्रि ऋषि असाध्य कर्मेष्ठी थिए बलिबेसी त्यो गर्थे अनि दुलै त्यस्तै किसिमको सत्पात्र थिइन् दुला बिहान कालिन्दीमा नुहाउन जान्थे नुहाइधुवाइ गर्ने जपतप गरेर फर्केर आउने यहाँ दुलैले चन्दन घोट्ने अक्षता बनाउने फुल टिप्ने भाँडा साफ गर्ने अनि संविधा ठिक्क पारिदिने एवं क्रम सधैँ चल्थ्यो अनि उनको गृहस्थी धर्म अत्यन्त महत्त्वपूर्ण भएको कारणले संसारभरि उनको नाम चल्यो यहाँसम्म कि स्वर्ग मर्त्य पाताल जतासुकै पुग्यो कैलाश पर्वतमा पार्वतीले पनि थाहा पाइन् वैकुण्ठमा लक्ष्मीले थाहा पाइन् ब्रह्मलोकमा सावित्रीले थाहा पाइन् उनीहरू चकित भए कति महिला रहेछ धर्म थामेर बसेको पतिको सोझो गरेको धर्म थाम्ने भन्ने घरको सफाइ मात्रै नभएर बाहिर को आएर घन्टी बजायो किन आएको त्यसको ख्याल गर्छ कुन टाइममा आएको हामी गृहस्थीका घरमा पाउन 3 प्रकारका बिहान आउने ब्रह्मरूप दिउँसो आउने विष्णुरूप साँझ आउने शिवरूप कहिलेकाहीँ त्यो रूपमा पितृहरू आएका हुन्छन् श्राद्ध दिन कुनै त्रुटि गल्ती केही भएको छ भने त्यो पितृरूप आएको पाहुनालाई एकसाथ खुवाइयो भने पितृहरू सन्तोष हुन्छ त्यसो भएर साधु सन्त टाढाका मान्छेलाई एकसाथ जसले खुवाउँछ त्यो सापटको हुँदैन छोरी बोलाओ ज्वाइँ बोलाओ भान्जो बोलाओ त सबै सापटको एक दिन छोरी यहाँ बोलाएर बोलाइयो त्यहाँदेखि फेरि जानुपर्छ फेरि त्यो सबै सापटको पैँचो भयो तर साधु सन्त सन्यासी छ अलिक टाढा जान्छ भने त्यो सेवा जान्छ यसरी साधु सन्त दिउँसो आएका पाहुना साँझ आएका पाहुना सबको ख्याल गर्थिन् गृहस्थी धर्म अपनाएर बसेकी थिइन् जसरी गृहस्थीले गर्नुपर्ने त्यो कर्म गर्थिन् एक दिनको कुरा हो कैलाशमा पार्वती लक्ष्मी सावित्री जुटेका रहेछन् यो मर्तलोकमा अनसुया भन्ने महिला कस्ती रहेछन् हाम्रा दुलालाई सबैले भगवान भनेर पूजाआजा गर्छन् हाम्रो नाम कसैले पनि लिएन त्यो अनसुयाको नाम यत्ना चर्चित हुँदै आयो के रहेछ हो भनेर दिदीले कुरा गरे त्यसपछि यसो गरौँ त बुझ्न पठाउनु पर्ने भयो अनसुयाको चरित्र कस्तो छ अनसुयाको रूप कस्तो छ कस्तो कर्म गरिरहेछन् बुझ्न पठाउनु पर्ने भयो भनेर सबै टिन्टिल सल्लाह गरे अनि आफ्ना दुलाहरूलाई उनीहरूले कन्भिन्स गरे कन्भिन्स भन्ने बुझ्नुहुन्छ नि बुझ्नुभयो होइन सहमत बनाए है हाम्रो संस्कृत भाषामा सहमत बनाए हुन्छ हामी बुझ्न जान्छौँ भने तर हिँड्ने बेला के भन्यो भने हामी हाम्रै रूप लिएर जाने हो भने त शिवजी आउनु हो विष्णु आउनु हो ब्रह्मजी आउनु हो भनेर सबैले नमस्कार गर्ने फुल चढाउने फल चढाउने गर्न थाल्छन् हामीले आफ्नो विषयवस्तु त अध्ययन गर्न पाउँदैनौँ कसरी जाने हो भनेर दुलैहरूले भन्ने जोगी बन्न पर्छ जोगी बन्ने त्रिपुण्ड लाउने अनि आएर त्यो लौकाको एउटा भिक्षा माग्ने हुन्छ नि के भन्छ त्यसलाई त्यो कमण्डलु अनि रुद्राक्षी लाउने अनि घर गएर अलोक भन्ने दुलैले सिकाए त्यही रूप लिएर बर्मा हो बिहान कालिन्दी नदीमा अत्रि ऋषि नुहाउन जानुभएको थियो अलोक भनेपछि चन्दन घोट्दै हुनुहुन्थ्यो मित्र
जरक आएर बाहिर हेर्दाखेरि 3टा जोगी अनि जोगीलाई भिक्षा दिने एक मानिस आउँदैन एक मुठी भिक्षा अरू दान गर्ने सिधा दान गर्ने यसो उसो त धेरै गरे पनि हुन्छ तर भिक्षा दिने भनेको यो औँला अनि मात्रै 3टा बोहतामा चामल 3 मुठी लिएर बाहिर आउँदा बित्तिकै 3टै जोगीले भने माते हामी धेरै दिनका भोका छौँ हामी चामलको भिक्षा लिने होइन हामीलाई प्रसादी चाहियो भने त्यो फर्काएर भित्र लानुभयो चन्दन भोट्न फुलपाती यताउता काम गर्न बाँकी राखेर भान्सातिर जानु जे थियो ऋषि कुलमा त्यही किसिमको तयार गर्नुभयो खाना आफ्नो पूजाक्रम पनि थाती राखेर अतिथिको सेवा गर्न तयार गर्नुभयो तयार गरिसकिएपछि अनि खाना बनाउनु अहिले त खाना भान्साको विकास हो टेबल कुर्सी छ उस्तै त पिर्कामा हो पिर्का 3टा राखेर आउनुहोस् होइन त्यहाँबाट अनि ढाकेर दिन्छ हुन्थ्यो खाना पस्केर पथुले ढाकेर काटका पकाउनु धेरै बेरसम्म त्यो ढाकेको भाँडो उनीहरूले खोलेन भान्सेको आदेश नभइकन खाना नभइकन त्यति गएर खाइयो भने ल उदाहरण है तपाईँ घरमा तपाईँको बुढा मास्टर हुनुहुन्छ 10 बजे भित्रै सिकाउनु पर्ने छ तपाईँले गाइदिनु पर्ने भएको छ खाना तयार गर्नुभयो अनि एउटा मुठो घाँस काट्छु भने खेता जानुभयो तपाईँले पकाएर ठिक्क पार्नुभयो म घाँस काट्न जान्छु तपाईँलाई हतार भयो भने झिकेर खानु होला है भनिदिनु भयो भने त्यो राम्रो भयो मेरो दुधले पकाएको तपाईँले केही पनि भन्नु होइन घाँस काट्छु अनि गाईलाई पनि दिन्छु आएर दुलाएर भात खुवाउँछु भनेर तपाईँ नभनिकन जानुभयो दुलाले आफै पसेर खाए स्कुल गए त्यही दिन त्यसलाई कि टाउको दुख्छ कि पेट दुख्छ कि केही न केही हुन्छ कि बाइकबाट कतै ठाकठुक हुन्छ केही न केही हुन्छ भान्सेले आइएन भनेसम्म खाना हुँदैन भान्सेको आदेश नभएसम्म त्यही कुरा जानेकी उनले भनिन् राम्रो मिठो अनि ठौकुली भाषामा जिउना रोस् भनेर भनेकी थिइन् 3टै जोइले एउटै आवाज भने हाम्रो एउटा शर्त छ हाम्रो शर्त तपाईँले मान्ने हो भने हामी खाना खान्छौँ भनेर अब कस्तो शर्त भन्ने हो बडा समस्या पर्यो धर्म सङ्कट त्यस्तालाई भन्छ मान्छेले धर्म सङ्कट भन्छ नि कहिलेकाहीँ त्यस्तो पर्दा हुन्छ अब यी पाहुनालाई नखुवाउने हो भने अहिलेसम्म मैले गृहस्थीमा गरेको धर्म गरेको पतिको सोझो सबै भ्रष्ट भएर जान्छ खुवाउने हो भने त्यस्तो शर्त राखे के भन्ने हो ठुलो समस्या पर्छ हातमा जल उठाएर ए भगवत मैले आजसम्म गृहस्थीको सोझो र पतिको सोझो गरेर मैले बसेको हो भने यिनी 3जना 6 महिनाका हुन् भनेर पानी सङ्कल्प गरेर छर्दिनु ब्रह्मा विष्णु महेश पिर्कामा 6 महिने बच्चा भयो कपडा सबै निस्के उनका जोगीका कपडा छैनन् अनि पिर्कामा तेर्छौ पारे बच्चाले के गर्छ आफ्नो खुट्टाको बुढ्याउनु तानेर मुखा राख्छ 3-3 त्यही गरे नाङ्गै छन् अनि जोगीले के प्रस्ताव राखे तपाईका शरीरमा भएका सम्पूर्ण कपडा उतारेर एकातिर राख्नुभयो भने हामीले खाना खान्छौँ धर्म सङ्कट यस्तो त्यो त कसैले पनि गर्न सक्दैन चरित्रमा दाग लगाइदिनु थियो र अब त्यो गर्न सक्ने अवस्था रहेन यत्रो कुरा मान्न सक्ने अवस्था भएन त्यसपछि अतिथिलाई नखुवाइकन पठाउनु पनि भएन भान्सा आएका ठुलो धर्म सङ्कटमा परेपछि हातापाई समाएर सरकारले बच्चा होइजाउँ भनेर भनेपछि 6 महिनाको भए महिलामा यति शक्ति हुन्छ 6 महिनामा पिर्का आफ्ना हातले खुट्टाका औँला समाई पुस्न थाले यसपछि ढोकाको चुक्का लगाएर कपडा सबै निकालेर उनको वचन पनि पुरा गर्नु पर्यो नि लाज शर्म त उमेर अवस्था गएर बच्चालाई त केही पनि हुँदैन ढोका लगाएर कपडा उतारेर अनि काखमा राखेर दुध भात पालै खुट्टामा खुवाएर हाम्रो धर्मशास्त्रले 6 महिनामा भात खुवाउनु भने
कारण त्यही त्यसलाई 3 महिनाका बनाएन, 1 वर्ष दिनका बनाएन। धर्मशास्त्रमा सत्यता छ। दुध भात अन्न खाएर तिनटै बच्चा हगाए, यसपछि फाटेका बोरा छोराले त्यो बच्चा हल्लाउने हुन्छ नि, के भन्छ त्यसको नाम मलाई आएन। के भन्छ बच्चा हल्लाउने? कोरको भन्छ हाम्रो भाषा। हजुर, हौ त्यो बनाएर अब साधुका कुटी त खरे छाएका हुन्छन्, पुसले छाएका हुन्छन्। तिनै बेलामा त्यही 3टा फाटेका बोराका बनाएर ती खाएका बच्चालाई सुताए। अनि बल्ल आएर चन्द्र घट्न पूजासँग अब नदीबाट ऋषि आउनुभयो, अत्रि ऋषि। देवी किन आज बेला भयो? प्रभु हेर्नुहोस् त, आज त अतिथिगण आउनुभएको, उहाँहरूको सेवा गर्दाखेरि टाइम लाग्यो। खै त्यो अतिथिहरू त सुत्नु भएको छ। गएर ऋषिले हेरेर त सामान भयो। उहाँ पनि दङ्ग पर्नु, यस्ता अतिथि आयो, कसरी आयो, अलिक आएको छन्, कुरा गर्ने कुरो भएन। एवं क्रम यत्तिकै भयो। अनि गृहस्थीको धर्म थाम्ने भने त्यस्ता धर्म सङ्कटमा पनि ईश्वरको आराधना गर्ने मान्छे र पतिको आज्ञा नकाट्ने महिलाहरूलाई कुनै सङ्कट पनि पर्छ। अब यिनी 6 महिनाको भयो, यिनी 6 महिनाका अलि हुर्किन त टाइम लाग्छ। उतापट्टि फेरि पार्वती, लक्ष्मी, सावित्री यिनीहरूका यस्तो अवस्था आयो। यिनीहरू चिन्तित भए, फोन पनि छैन, केही पनि छैन। यसपछि नारद यहाँ आएर अत्रि ऋषिको आश्रममा आए। तिनीहरूलाई 3टालाई बच्चा भएको देखे। त्यसपछि यो त संसार बुझाउनु पर्यो भने आएपछि नारद जाँदाखेरि पार्वतीले जल खानी, फल खानी, के खानी, कहाँबाट आउनु? नारदजी नारायण नारायण भन्ने जाने। आज त घोडामाथि चेपु राखेका छन्, निन्दाहरू भुलाइ छन्। वीणा बजाउँदै नारद जाँदाखेरि केही पनि सोध्दिनँ। पार्वती माते के भयो तपाईँलाई भनेर नारदले सोद्धा केही पनि भएको छैन। होइन, अहिलेपछि तपाईँले अरू कुरा गर्नु त तपाईँको मुख हँसिलो थियो, अहिले त मुख त लियाउनु छ। कारण के हो भन्दा अनसुयाको चरित्र बुझ्न पठाएको, उहाँहरू आउनु भएन। त्यही भएर फोन गर्ने ठाउँ पनि छैन। 5-6 महिना भए। पति वियोग भएपछि असाध्यै असह्य हुन्छ महिलाहरू। अनि नारदले फेरि त्यहाँ थपिदिनु भयो कुरा। त्यसो हो भने त बर्बाद हो। उहाँहरू बल्ल 6 महिनाका हुनुहुन्छ। अब उहाँहरू जवान भएर यहाँ आउँदाखेरि त तपाईँहरूको उमेर त घरिन्छ। नारदले त काट्या घाउमा नुन चुलाइ बर्बाद। यसले त थाहा पाएछ भने ल कहो के गर्ने, कसो गर्ने भन्नु फेरि आत्तिएर सोध्दै होला। अब कसो गर्ने होला भनेर नारदलाई सोधेपछि नारदले बाटो बताइदिनु। तपाईँका बुद्धिले तपाईँका दुलालाई जोगी बनाउनु। महिलाको बुद्धिले मात्रै हुँदा भगवान् विष्णु, ब्रह्मा, महेश पनि जोगी भन्छ। अब जोगीको दुलैको हुन्छ, जोगेनी हुन्छ। अब तपाईँ पनि जोगेनी भन्छ। अघि मास्टरको दुलैलाई मास्टरनी भन्थ्यो, अहिले त आफै मास्टर भएको छ। डाक्टर दुलैलाई डाक्टरनी भन्थे, अहिले डाक्टर आफै छन्। त्यतिखेर जोगीको दुलैको नाम के हो भन्दा जोगेनी। अब अर्को उपाय छैन। तपाईँ दुलालाई जोगी बनाएपछि तपाईँहरू जोगेनी बन्नुहोस्, त्यही गर्नुहोस्। गेरुवा कपडा लाउनुहोस्, रुद्राक्ष लाउनुहोस्, 73 पन्ध्र लाउनुहोस्, कपाल नबाट्नुहोस्। अनि आएर त भिक्षा माग्ने चिन्हको भाँडो लिएर नारदले त्यही तरिकाले उहाँहरू चिन्ती आउनुभयो। फेरि मतलब बिहानको टाइम अलोक भनेर भन्दा भित्र चन्दन बोल्न लागेको अवस्था थियो। अनसुयाले बाहिर आएर हेर्दा 3टा महिलाहरू जोगी भिक्षा मागे। 3टा धुनामा चामल लिएर आउनु। ढोकाभित्र सधैँ माते हामी त चामलको भिक्षा मागेको होइन। अब यत्रा दिनदेखि पति भएका, पतिको हालखबर पत्ता नभएका, अहिले जस्तो भएर फोन गरेर सोध्नुहुन्थ्यो। उसखेर फोन पनि थिएन। अत्यन्त आत्तिएका हुनाले उनले चाँडो हतारिएर भन्दाखेरि 5 पटकसँग पति भिक्षा भन्दा 5 पटक भने त्यही हो। 5 पटक भने तिमी पार्वती, लक्ष्मी, सावित्री तिनले। अनुसुयाले कुरो बुझ्नु हो, म माथि यस्तो षड्यन्त्र गर्ने त यिनै महिला रहेछन् भनेर कुरो बुझ्नु भयो। अहिलेको महिला भए के गर्थे? भित्रबाट चिरहरू ल्याएर तै हो भनेर भन्ने थियो होला।
उनी समझदार थिइन्, उनले केही पनि भन्दैनन्, ममाथि षड्यन्त्र गर्ने यिनीहरू छन्। त्यसमा एकछिन बस्नु भनेर अनि कोरको त्यो बोराका भुल्लामा सुताएका ती बच्चालाई फेरि त्यो पिर्कामा लगेर सुताएर हातमा पानी समाएर मैले आजसम्म गृहस्थीको सोझो पतिको सोझो गरेर पतिव्रता धर्म थामेर अनि आएर गृहस्थी धर्म थामेर यदि मैले बसेको हो भने यिनको अवस्था जे थियो त्यही होइजाओस् भनेर पानी छ्यापिन्छ। ग्रह शान्ति गर्ने के गर्ने गर्दा पछि छ्यापिन्छ नि, यो शान्तिमा त्यो दम छ, मन्त्र वेद मन्त्रमा शक्ति छ। छ्यापिदिँदाखेरि औतिर खाना बसेर जोइ भएको थियो। त्यसपछि अनसुयाले जिम्मा लगाइदिएर पठाउनु भएको छ। महिलामा यति शक्ति हुन्छ। अहिले कुनै महिला खै हामी त आइमै केटाकेटी केही गर्न सकिन्न भन्ने चलन छ। महिला राष्ट्रपति भएका छन्, पाइलट भएका छन्, प्रधानमन्त्री भएका छन्। अहिले त नेपालमै महिलै प्रधानमन्त्री भएका छन्। महिलामा हुने शक्ति पुरुषमा छैन। पुरुषले बच्चा जन्माउन सक्छ, सक्दैन, महिलाले मात्रै। त्यस कारणले हामी साना छौँ, हामी त महिला जाति हो, हामी केटाकेटी हो। यो भावना महिलाले गर्यो भने गृहस्थी कमजोर हुन्छ। हामी सबल छौँ भनेर महिलाले घर थाम्नुपर्छ, धर्म जानेकै महिलाहरू भए त। त्यही कारणले धर्मपत्नी भनेर भनेको। धर्मपत्नी पहिला कन्यादान ल्याइन्छ, भित्र पसाउँदा गृहलक्ष्मी भनेर पसाइन्छ, चतुर्थी गर्दा धर्मपत्नी भनेर दाहिनेतिर राखेर अनि आएर गोत्र छुट्टियो, मेरो गोत्रमा आयो, अब तिमी मेरो धर्मपत्नी भयो, कर्म गर्दा सँगै गर्ने भयो भनेर यसरी हाम्रो शास्त्र पद्धति भनिएको छ। अनि यो अध्यायमा अत्रि ऋषिको पत्नी अनसुयाको चरित्रले हाम्रा गृहस्थीमा भएका महिलाहरू त्यही किसिमको चलन वचनमा रहनुपर्छ भन्ने कुराको अर्थ बुझाउँछ। महिला कमजोर कोही पनि हुँदैन, मानसिकता कमजोर मात्रै। अगाडि तुलसी छ, तुलसीको कुरा पनि यहाँ प्रसङ्गमा आयो। तुलसी विकल्प छाया यत्रास्ति भवतापः कम्पनी भगवान् सर्वदा दाना दुर्लभ। मर्ने बेलामा तुलसीको छायामा प्राण गयो भने अरू कर्म त्रुटि भए पनि स्वर्ग जान्छ भन्ने प्रमाण छ। त्यही भएर यो घर अगाडि तुलसी लगाउनु पर्छ। तुलसी लगाउनु पर्ने कारण के? त्यो पनि एउटा जङ्गलको झार जस्तो हो। तुलसी र पिपलले अक्सिजन असाध्यै प्रवाह गर्छ। हामीलाई अक्सिजनको आवश्यक पर्छ। हाम्रो शरीरबाट हावा बाहिर जान्छ नि, त्यसमा कार्बन डाइअक्साइड नाम गर्ने बतास बाहिर जान्छ। त्यो वृक्षहरूलाई काम लाग्छ। हाम्रा घरका वरिपरि अरू केही वृक्ष तुलसी भएन भने घरका परिवार कसैलाई दम रोग, अक्सिजन कम भयो भने दम रोग, दम भनेको श्वास प्रश्वास हुन्छ। तुलसीमा बढी अक्सिजन प्रवाह गर्ने शक्ति हुन्छ। बतास नलागेको बेलामा पनि पिपलका पात आफै हल्लिया हुन्छ। त्यो हल्लिँदाखेरि अक्सिजन प्रवाह गरेर हुन्छ। यस्तो गरेर त लामो गाँठ हुन्छ नि पिपलको, बतासै लागेको छैन, पिपलको बुटामुनि गएर यसो छायामा बस्नुभयो भने कुनै पात यसो हल्लिराखेको अक्सिजन प्रवाह गरेर हुन्छ। कुनै व्रत गर्दा पिपलमा जल चढाउने भनेको अक्सिजनको कमी भयो भने सन्तानमा बाधा रोग लाग्छ। त्यही कारणले गरेर बिहानै उठेर गएर पिपलमा जल चढाऊ, पिपलमा घुमेर आऊ भन्ने भनेको अक्सिजन प्रवाह गर्ने हो। सबभन्दा बढी अक्सिजन तुलसीले दिन्छ। तुलसी घर अगाडि रोप्ने, पिपल चाहिँ घरको नजिक अलि हुँदैन। किन भन्नुहुन्छ भने पिपलका जराहरू धेरै ठुला हुन्छन्। तपाईँले पक्का घर बनाउनुहुन्छ, भोलि यो पनि फुटाइदिन सक्छ। असाध्यै महत्त्वपूर्ण हो वृक्ष, तर अलिक परबाट लगाउनुपर्छ। पिपल घर होइन, तुलसी घर लगाउनुपर्छ। तुलसी दैनिक रूपमा एउटा पात बिहानमा खाने मान्छेका दाँत 75 वर्षसम्म केही पनि, तर तुलसीको बास आउँछ, मिठो हुन्छ भनेर 5वटा पात खान थाल्नु हो भने तपाईँका दाँत 30 वर्ष जान्छ। त्यस्तो छ। बाइक चलाउन सोझो गर्नु हो भने तपाईँलाई काठमाडौँ पुर्याउँछ, उता यता हेरेर यसो गरिदिनु भने त्यही खाल्टा हाल्नु हो। त्यही हो, राम्रो वस्तुको महत्त्व बढी छ, त्यसलाई परिचालन गर्न जान्न पर्छ। दिनको एउटा पात
तपाईँका दाँत यति मजबुत हुन्छ चबाएर खाने, यति मजबुत हुन्छ नि, यति मजबुत सिमै छैन, तर मिठो रहेछ, यो त ठिक रहेछ, सेन्ट पनि आउँछ नि, त्यो गएर 2-4 पात चबाउनु थाल्नु हो भने 30 वर्ष दाँत सबै खुसिन्छ, त्यति पावर छ त्यहाँ त्यस्तो। अनि हामीले पूजाआजा गर्दा नैवेद्य चढाउँदा तुलसी लगाउने, आफूले भोजन गर्दा तुलसी लगाउने भनेर भनिन्छ नि। पूजाआजा गर्दा भण्डारामा प्रसाद बनाउँदा केही गर्दा मान्छे अब अहिले त जाडो छ, गर्मीमा बनाउँदा के गर्दा अनि कराईमा फुट्दा घुट्नुपर्दै गर्दा पसिना छोडिहाल्छ, त्यो देखिँदैन, त्यस्तो किसिमको दूषित भएको छ। तुलसी अलिकति राख्दा त्यो दूषित वस्तु सबै जान्छ, खानामा पनि लागिसकेपछि दूषित भएको वस्तु तार्न सक्ने क्षमता आउँछ। त्यही कारणले घरको नजिकमा तुलसी लगाऊ, तुलसीको मठमा मर्न पायो भने त्यो मान्छे स्वतः वैकुण्ठ जान्छ भनेर यहाँ तुलसीको अत्यन्त ठुलो महत्त्व रह्यो। तुलसी पितृपस्थ गृहे शपथ साथै तद्गिरिम तीर्थरूपमी नयन्ती एवं किङ्कर, जसको घरमा तुलसीको मठ छ, तुलसीलाई असार महिनाको हरिशनि एकादशीमा बिरुवा रोपेर कार्तिकमा बड जल राख्दै 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 आएर कार्तिक महिनाको हरिबोधनी एकादशीमा दामोदर नामरीका भगवान्लाई जसले दान गर्छ, छोरी नहुने मान्छे पूर्वजन्ममा के कर्म छोरी भएन, अहिले तुलसीलाई 4 महिना पालेर तुलसीको विवाह गर्छ भने अर्को जन्म त्यहाँसम्मको छोरी तुलसीलाई भएको हुँदाखेरि मर्ने बेलामा तुलसीमा प्रसाद खाँदाखेरि तुलसी लगाउने, अनि आएर तुलसीलाई आएपछि बाहिर तुलसीको त्यति महत्त्व हुँदैन, औषधिलाई त हुन्छ। पूजाआजा र हामीलाई स्वर्ग पठाउनलाई असार महिनामा जेठ महिनाको एकादशीमा बिउ राख्ने, असार महिनाको एकादशीमा निर्जला एकादशीमा बिउ राख्ने, अनि हरिशनि एकादशीमा रोप्ने, अनि दैनिक रूपमा पानी चढाउने, एवं करले कार्तिक महिनाको ठुलो एकादशीमा उपवास गर्ने, अनि दामोदर नामरीको भगवान्लाई विष्णु भगवान्लाई दान गर्ने। यसो गर्नाले छोरीहरूमा कमी रहेछ भने सके यसै जन्ममा होला, अर्को जन्ममा अन्यथा हुँदैन। तुलसीमा धेरै शक्ति भएको हुनाले हाम्रा पुर्खाले घर अगाडि मैरो बनाऊ तुलसी लगाऊ भने हामी अहिलेसम्म गर्दैछौँ, गर्दै त छौँ, जानेर गरेका छौँ नजानेर गरेका छौँ। यस्तै सत्सङ्गत पर्दाखेरि यसको महत्त्व पनि बुझ्नुपर्ने हुन्छ। तुलसीमा महत्त्व धेरै छ भन्ने कुरा गर्दै अरू बाँकी रहेका अध्यायको भोलितिर भन्ने गरी आजलाई यो कथालाई यहाँ यहीँ विस्तार गरियो। हराय नमः।